कथम कसरी उत्पन्न। दोस्रो प्रश्न भयो कर्मा स्याश्च किम द्विज, हे द्विज, हे ब्राह्मण ऋषि, अस्याश्च कर्म किम, ती देवीको कर्म के हो, ती देवीले गर्ने के हुन्। यो तेस्रो प्रश्न भयो। तीनवटा प्रश्न आइसक्यो। भगवान का हिसा देवी, हे भगवान ती जो महामाया भनेर यहाँले भन्नुभयो, का ती को हुन् अथवा तिनको स्वरूप के हो, कथम उत्पन्ना सा, तिनी कसरी उत्पन्न भइन्, अनि त्यसपछि सा कर्मा स्याश्च किम द्विज, हे द्विज तिनको कर्म के हो। तीनटा प्रश्न। यत् प्रभावा चसा देवी यत् स्वरूपा यदुद्भवा तत्सर्वं श्रोतुमिच्छामि तत्तु ब्रह्म वेदाम्बर। यत् प्रभावा चसा देवी, उनको प्रभाव कस्तो छ। यत् स्वरूपा यदुद्भवा, माथि नै आएको प्रश्न उठ्यो कि यत् स्वरूपा, उनको स्वरूप कस्तो छ, त्यही कुरा। यदुद्भवा, र यिनीबाट को उत्पन्न हुन्छन् अथवा उनको उत्पत्ति कहाँबाट भयो, माथिकै प्रश्न भयो। तत्सर्वम श्रोतुम इच्छामि तत्तो ब्रह्म विदाम्बर। तत्सर्वम श्रोतुम इच्छामि, त्यो सबै कुरा म सुन्न चाहन्छु। तत्तो भनेको चाहिँ तपाईबाट, तत्तः भनेको तपाईबाट, ब्रह्म विदाम्बर, हे ब्रह्म विदाम्बर भनेको चाहिँ ब्रह्मविदहरूमा श्रेष्ठ, हे ऋषिवर तपाईँ ब्रह्मविद हुनुहुन्छ भनेको। ब्रह्म भनेको त्यो अल्टिमेट रियालिटी भनौँ अथवा परम सत्य, त्यो परम सत्यलाई तपाईँ जान्नुहुन्छ। त्यस्ता परम सत्यलाई जान्नेहरूमा पनि तपाईँ वर श्रेष्ठ हुनुहुन्छ। त्यसैले यो सबै कुरा म तपाईबाट सुन्न चाहन्छु भनेर राजाले भने। भनिसकेपछि अब ऋषिले भन्छन्, ऋषि रुवाच, ऋषिले जवाफ दिन थाले, नित्यैव सा जगन्मूर्तिस् तया सर्वमिदं ततं तथापि तत् समुत्पत्तिर् बहुधा श्रूयतां मम देवानां कार्यसिद्ध्यर्थम् आविर्भवति सा यदा उत्पन्नेति तदा लोके सा नित्याप्यभिधीयते। ऋषिले भने नित्यैव सा, अब का हिसा देवी, ती महामाया को हुन् भन्ने प्रश्नको उत्तरमा सा नित्या एव, तिनी नित्य हुन्, नित्य सनातन हुन् भनेको उनी सदा सर्वदा विद्यमान, सधैँ रहने, जसको आदि र अन्त्य छैन, अथवा जो उत्पन्न हुने र जो चाहिँ अन्त्य हुने, यस्तो जसको स्वभाव छैन, त्यस्तै हुन् उनी, अथवा उनी सनातन नित्य शक्ति हुन्, पराशक्ति हुन्। जगन्मूर्ति भनेको चाहिँ जगत स्वरूप, उनी कस्तो हुन् भन्दा यो सारा जगत नै तिनै भगवती हुन्, अथवा तिनै भगवती पराशक्ति नै जगतको रूपमा आविर्भाव भएकी हुन्। त्यसैले उनी जगन्मूर्ति, जगत नै जसको मूर्ति विग्रह छ, स्वरूप छ, त्यस्तै हुन् भनेको मतलब। अब यहाँ कुरा के आयो त भन्दाखेरिमा यो सम्पूर्ण चराचर विश्व ब्रह्माण्ड जति पनि जीव जगतहरू छन् ती सबै नै वास्तवमा तिनै पराशक्ति हुन्। त्यसैले त्यो पराशक्ति भन्दा अतिरिक्त केही पनि छैन, अथवा तिनै पराशक्ति नै आफूलाई विस्तार गर्ने क्रममा जगतको रूपमा आएकी छिन्, अथवा जगतको रूपमा आफूलाई चाहिँ उनले अवतरित गरेकी छिन्। त्यसैले त्यो नित्य शक्ति जगत मूर्तिको रूपमा, जगतको स्वरूपमा, संसारको स्वरूपमा चाहिँ रहेकी छिन्। तया सर्वमिदं ततं, अब इदम ततं, यो सम्पूर्ण जुन जगत छ यो सबै चाहिँ तया सर्वम, तिनीबाट नै उत्पन्न भएको। त्यसैले तिनै जगतको स्वरूपमा आएकी छिन्, अथवा तिनीबाट नै यो जगत उत्पन्न भएको, अथवा तिनी स्वयं नै जगतको रूपमा उल्लसित भइरहेकी छिन्। तथापि तत् समुत्पत्तिर बहुधा श्रूयतां मम। यति हुँदाहुँदै पनि अब यहाँ कुरा के आयो भन्दाखेरिमा यो सम्पूर्ण जगत वास्तवमा भगवती स्वयं तिनै महामायाको स्वरूप हो। यो सम्पूर्ण जगत उनीबाट नै व्याप्त छ, अथवा उनीबाट नै उत्पन्न भएको हो। यति हुँदाहुँदै पनि तथापि तत् समुत्पत्तिर बहुधा श्रूयतां मम, अब तैपनि उनको यति हुँदाहुँदै पनि उनको उत्पत्ति, तत् समुत्पत्ति भनेको ती भगवतीको उत्पत्ति, समुत्पत्ति
जुन उत्पत्ति छ त्यो चाहिँ बहुधा अनेक प्रकारका छन्। मम श्रूयता, अब त्यो कुरा मबाट सुन्नुहोस् हैन भनेको मतलब विभिन्न स्वरूपमा ती भगवती स्वरूप धारण गर्दछिन्। यद्यपि यो सारा जगत भनेको उनी नै हुन् अथवा सम्पूर्ण जगतमा उनी व्याप्त छिन् अथवा यो सम्पूर्ण जगतलाई उनी आफैले सृष्टि गरिरहेकी छिन्। यति हुँदाहुँदै पनि उनको उत्पत्ति अनेक प्रकारले भएको छ, विभिन्न स्वरूपमा विभिन्न कालमा विभिन्न स्वरूपले उत्पत्ति भएको छ। त्यो कुरा मबाट सुन्नुहोस्। अनि आउँछ कि सा कर्म स्यास्च किम द्विज, प्रश्न थियो उनको कर्म के हो त भन्दा अथवा उनी किन के कामका लागि आविर्भूत हुन्छन् अथवा उत्पन्न हुन्छन् भन्दाखेरिमा देवानाम कार्य सिद्ध्यर्थम आविर्भवति सा यदा, देवानाम कार्य सिद्ध्यर्थम, देवताहरूको कार्य सिद्धिका लागि। अब देवता भनेको के हो भन्दा वास्तवमा देवता भनेको चाहिँ दैवी सम्पद र आसुरी सम्पद भन्ने आउँछ, गीतामा यो प्रसङ्ग आएको छ। वास्तवमा देवता या मनुष्य या दैत्य भनेको त्यो कुनै यो भनौँ न अब वास्तवमा कुनै बाहिरी त्यो इन्टिटी होइन अथवा भनौँ न बाहिर कुनै एउटा त्यो कुनै जाति विशेष होइन, त्यो सबै हामीभित्रै छ। त्यसैले हामीभित्रै रहेको जुन प्रकाश ज्ञानसँग सम्बद्ध सत्वगुण जनित एउटा प्रकाशमय जुन सम्पद हो अथवा जुन स्वभाव हो त्यो नै वास्तवमा देवता हो भने तमोगुण जनित अथवा तमोगुणबाट जन्मिने काम क्रोध लोभ मोह आदि स्वरूप जुन प्रवृत्ति हो त्यो स्वभाव नै वास्तवमा दानव हो अथवा दैत्य हो। त्यसैले त्यो देवता र दैत्य रूपी जुन स्वभावहरू छन् हामीभित्र मनभित्र चित्तमा हुने स्वभावहरू, त्यो देवता र दानव रूपी स्वभावका बीचमा नित्य निरन्तर सङ्घर्ष भइरहन्छ। र त्यो सङ्घर्षमा देवानाम कार्य सिद्ध्यर्थम भनेको सत्वगुण जनित देवता अथवा सत्वगुणबाट उत्पन्न हुने सत्वगुणी प्रवृत्ति रूपी जुन देवता हो उनीहरूलाई सबल बनाउनका लागि अथवा त्यो प्रवृत्तिलाई जगाउनका लागि र त्यो प्रवृत्ति जगाइसकेपछि अनि अब मोक्षको अवस्थामा त ती सबै प्रवृत्तिबाट मुक्त हुनुपर्छ अथवा त्योभन्दा माथि जानुपर्छ। तर त्यो आत्मोन्नतिको क्रममा जुन एउटा आत्मोन्नतिको एउटा चरण हुन्छ, विकास क्रम हुन्छ, त्यो विकास क्रममा चाहिँ तमोगुणबाट रजोगुणमा, रजोगुणबाट सत्वगुणमा अथवा त्यो आफ्ना प्रवृत्तिहरूलाई चाहिँ क्रमैसँग विकसित गर्दै जाने जुन अवस्था विशेष हो त्यो नै देवता हो। त्यसैले त्यो सत्वगुण जनित देवताहरूको कार्यसिद्धिका लागि भनेको त्यो प्रवृत्तिलाई जागृत गर्नका लागि, त्यो प्रवृत्तिलाई प्रबल बनाउनका लागि देवीको उत्पत्ति हुन्छ। देवीले स्वरूप धारण गर्दछन् भनेको तिनै महामायाले आफ्नो शक्तिद्वारा अथवा शक्तिको जागरणद्वारा अथवा त्यो भनौँ त्यो किसिम भनौँ अब त्यो शक्ति पनि हामीभित्रै छ। तर त्यो शक्ति के छ भन्दा सुसुप्त अवस्थामा रहेको त्यो शक्तिलाई जसरी हामी चाहिँ एउटा तन्त्र साधनाका माध्यममा अथवा त्यो कुण्डलिनी जागरण इत्यादि आउँछ, त्यो सुसुप्त शक्ति छ, त्यसलाई चाहिँ जागृत गर्ने भन्ने प्रसङ्ग छ। आफूभित्र शक्ति जागृत गर्ने अथवा आफूभित्र त्यो अनन्त शक्ति छ भन्ने कुराको बोध गर्दै त्यो अनन्त शक्ति के का लागि त, कुन प्रयोजनका लागि भन्दा देवानाम कार्य सिद्ध्यर्थम, देवताको कार्यसिद्धिका लागि अथवा सत्वगुणको विकासका लागि। तमोगुणबाट रजोगुण, रजोगुणबाट सत्वगुणमा जाँदै अनि त्यसपछि ती सम्पूर्ण त्रैगुण्य अथवा त्रिगुणको जुन विषय हो त्योबाट माथि उत्तीर्ण भएर एउटा परम आनन्द परम मुक्तिको अवस्थाको आस्वादनका लागि नै मानवको जुन एउटा साधनाको लक्ष्य हो त्यो लक्ष्य प्राप्तिका लागि शक्ति भनेको आफूभित्र त्यस किसिमको शक्ति छ, त्यो पराशक्ति त्यो छ अथवा भनौँ त्यो शक्तिलाई शिवत्वमा रूपान्तरण गर्ने अथवा कल्याणमा रूपान्तरण गर्ने त्यो शक्ति मभित्र विद्यमान छ भन्ने कुरा बोध गर्नका लागि, बोध गराउनका लागि नै उनको आविर्भाव भएको भनेको मतलब शक्तिको जागरण। अब यहाँ आविर्भाव भनेको कुनै एउटा स्वरूपमा आउने, यद्यपि कथामा त त्यो कुरा हामी देख्छौँ होइन, कथामा चाहिँ देवी स्वयंले नै एउटा स्वरूप लिएको भन्ने त देखिन्छ। तर वास्तवमा भन्ने हो भने के हो भन्दाखेरिमा हामीभित्र नै जुन शक्ति छ, सुसुप्त रूपमा रहेको शक्ति छ अथवा हामीलाई आफूभित्रको शक्तिको बोध छैन अथवा मभित्र त्यो शक्ति छ भन्ने कुराको जुन बोध छैन, त्यो बोध नहुनुको कारणले
तमोगुण अथवा रजोगुणी प्रवृत्ति अथवा तमोगुणी प्रवृत्तिले ढाकिएको छ। अब त्यसो ढाकिनुमा पनि हुन चाहिँ देवी अथवा महामायाकै कारणले त्यो भएको, किनभने स्वयं बन्धनको पनि उनी कारण हुन्। र जब शक्तिपात भनेको, जब शक्तिको पात हुन्छ भनेको मतलब जब आफूभित्र शक्तिको प्रभाव अथवा शक्तिको त्यो कृपा प्राप्त हुन्छ, त्यसपछि आफैलाई चाहिँ आफ्नो त्यो शक्तिको बोध हुन थाल्छ। र यसरी शक्तिको बोध हुनु अथवा शक्तिको जागरण हुनु भनेको चाहिँ शक्तिको आविर्भाव हो। र त्यो के का लागि त भन्दा सत्वगुण जनित जुन प्रकाश अथवा ज्ञान रूपी देवता हो त्यसलाई चाहिँ जागृत गर्नका लागि हो। त्यसैले त्यसको लागि चाहिँ देवीको उत्पत्ति हुन्छ। उत्पन्नेति तदा लोके सा नित्याप्य विधीयते। जब उहाँ जब लोके जब सा लोके सा ती देवी जब लोकमा उत्पन्न हुन्छन् हैन, उत्पन्नायति अनि उत्पन्न हुनुभयो अथवा उत्पन्न भइन्। सा नित्याप्य विधीयते, अब उनलाई सा नित्य अपि अविधीयते, तिनै शक्तिलाई माथि पनि भनिएको छ नित्यैव सा जगन्मूर्ति, त्यसैले उनलाई चाहिँ नित्या पनि भनिएको छ। मतलब उत्पन्न भए पनि, अब यहाँ मतलब उत्पन्न हुने भनेपछि त पहिला थिएन अथवा त्यसको स्वरूप प्रकट भयो। जब जुन चिज चाहिँ लोकमा के देखिन्छ भन्दा जुन चिज उत्पन्न हुन्छ त्यो चिज नष्ट हुन्छ भनेपछि उनी पनि त्यस्तै हुन् कि त्यो भन्ने एउटा प्रश्न उठ्न सक्छ। त्यो उत्पन्न भएपछि त नष्ट हुन्छ, अथवा जुन चिज जन्मन्छ त्यो अवश्य पनि मर्छ हैन। जातस्य हि ध्रुवो मृत्युर ध्रुवम जन्म मृत्युस्य छ। जो जन्मिन्छ त्यसको मृत्यु निश्चित छ, फेरि जो मर्छ त्यसको फेरि जन्म निश्चित छ भनेपछि उनी उत्पन्न हुन्छन् भनेपछि त ती नित्य होइनन् कि भन्ने प्रश्न उठ्न सक्छ। त्यसैले उत्पन्नेति तदा लोके सा नित्य अपि विधीयते, उनी उत्पन्न हुन्छन् अथवा उनको आविर्भाव हुन्छ तर पनि उनी नित्य नै हुन् भनेको अरू लौकिक जीव जस्तो उत्पन्न हुने फेरि मर्ने अथवा लौकिक अरू हामी जे देख्छौँ चराचर जगतमा कुनै चिज उत्पन्न हुन्छ, कुनै चिज जन्मन्छ अथवा कुनै चिज बन्छ, बनिसकेपछि फेरि त्यो नष्ट हुन्छ, त्यस्तो होइन है। ती देवी चाहिँ त्यसरी आविर्भाव भए पनि प्रकट भए पनि फेरि उनी विनाश हुने अथवा फेरि नष्ट हुने होइनन्। त्यसैले सा नित्य अपि अभिधीयते, उनलाई नित्य पनि मतलब उनको संज्ञा नित्या पनि हो। उनी नित्य छिन्, सनातन छिन्, शाश्वत छिन्, कहिले नष्ट हुन्नन्, त्यसैले उनलाई नित्या भनिएको छ। तर उनी अब आफ्नो स्वरूपमा आफ्नो जुन एउटा शाश्वत स्वरूप हो त्यो शाश्वत स्वरूपलाई नत्यागिकन पनि देवता अथवा प्रकाशमय शक्ति अथवा दैवी सम्पद, प्रकाशमय शक्ति, ज्ञानमय शक्ति अथवा ज्ञानमय जुन एउटा स्वभाव हो, प्रवृत्ति हो, त्यो प्रवृत्तिलाई बचाउनका लागि अथवा त्यो प्रवृत्तिको कार्यसिद्धिका लागि उनी चाहिँ उत्पन्न हुन्छन्, आविर्भाव हुन्छन्। यो चाहिँ देवीको स्वरूप, उनको चाहिँ उत्पन्न कसरी उत्पन्न हुन्छन् भन्ने प्रश्न र उनको काम के हो भन्ने जुन प्रश्न थियो त्यो प्रश्नको उत्तरमा ऋषिले चाहिँ यति कुराहरू भने। अब अगाडि आउँछ योग निद्राम यदा विष्णुर जगत्ते कारणवीकृते आस्तिर्यशेषमभजत् कल्पान्ते भगवान् प्रभु तदा द्वावसुरौ घोरौ विख्यातौ मधुकैटवौ। अब उनी कसरी उत्पन्न हुन्छन् भन्ने प्रसङ्गमा योग निद्राम यदा विष्णुर जगत्ते कारणवीकृते, यदा विष्णु जब भगवान विष्णु जगती संसारमा चाहिँ एकार्णवीकृते जगती, एकार्णवीकृते अर्णव भनेको समुद्र। अब यो पुराणहरुमा यस कथा आउँछ सृष्टिको प्रारम्भमा कस्तो थियो त जगत भन्दाखेरिमा सम्पूर्ण जगत चाहिँ प्रलय कालमा सम्पूर्ण संसार मतलब समुद्र बाहेक केही पनि थिएन हैन। जगती एकार्णवीकृते जगती भनेको एकार्णव, एक अर्णव, अर्णव भनेको समुद्र, एउटै समुद्र भनेको यहाँ पुरा संसार के थियो भने जलमय थियो, जल बाहेक केही पनि थिएन। त्यस्तो एकार्णवीकृत भनेको चाहिँ समुद्रीकृत अथवा पुरै जलमय बनाइएको संसारमा जब बनाइएको थियो अथवा प्रलय कालमा यस्तो थियो, त्यो अवस्थामा विष्णु योग निद्राम आस्तिर्य शेषमभजत कल्पान्ते भगवान प्रभु। त्यतिखेर चाहिँ भगवान विष्णुले के गरे त भन्दा शेषम
आस्तिर्य, शेषनागलाई आफ्नो आस्तिर्य भनेको शेषनागलाई आफ्नो आसन बनाएर अथवा शेषनागलाई आफ्नो शैया बनाएर आफ्नो बिछ्यौना ओछ्यान बनाएर अब कल्पान्ते भनेको कल्पको अन्त्यमा भनेको प्रलयकालको अन्त्यमा प्रलयकालमा भगवान प्रभु भगवान विष्णु चाहिँ शेषम अवजत शेषलाई आफ्नो शैया बनाएर आस्तिर्य शेषम अवजत कल्पान्ते भगवान प्रभु योग निद्राम अवजत योग निन्द्राको आश्रय लिए भनेको मजाले योग निन्द्रामा चाहिँ हुने बसे है। योग निन्द्रामा बसे भनेको अब एकदम त्यो महासमाधिमा भनौँ अथवा लामो निद्रा लामो विश्राम, किनभने के भनिन्छ भन्दाखेरि जति समय सृष्टिकालको हुन्छ त्यति नै समय प्रलयकालको पनि हुन्छ। पुराणको व्याख्या छ। जस्तो मानौँ कल्प, अब 71 कल्प बितेपछि प्रलय हुन्छ भने अब कल्पको फेरि त्यस्तै खालको युगको एउटा विभिन्न आउँछ। जस्तो 4 युग भयो, त्यो 4 युगको चाहिँ कति युग बितेपछि एक कल्प हुने, अब त्यो लामो छ। त्यसमा अब त्यो हिसाब गर्नुपर्छ। मैले अहिले ठ्याक्कै त्यो अवधि म भन्न सक्दिनँ अहिले। जे होस्, त्यो लामो समय जति सृष्टि भएको थियो त्यति नै समय चाहिँ अब प्रलयमा रहन्छ। र त्यो प्रलयकालमा विष्णु चाहिँ योग निद्रामा सुतेका हुन्छन् भनिन्छ। अथवा अब त्यो किनभने पूर्ण समग्र एउटा शान्ति छ, त्यसैले अब त्यो प्रलयकाल जति समय सृष्टिकालको रहन्छ त्यति नै समय प्रलयकालको पनि रहन्छ। अनि फेरि त्यो समय व्यतीत भएपछि नयाँ सृष्टि प्रारम्भ हुन्छ भन्ने पुराणहरूमा आउँछ। यसलाई यो कथाको रूपमा चाहिँ यो ल्याइयो। अब त्यो अवस्थामा यसरी जब प्रलयकालमा भगवान विष्णु सम्पूर्ण संसार जलमय भएको अवस्थामा भगवान विष्णु शेष नागलाई आफ्नो ओछ्यान बनाएर योग निद्रामा मस्त सुतेका थिए। त्यस्तो अवस्थामा तदा द्वावसुरौ घोरौ विख्यातौ मधुकैटवौ, तदा त्यो समयमा दौ असुरौ घोरौ विख्यातौ मधुकैटवौ, दौ भनेको दुई, असुरौ घोरौ असुरौ, घोर डरलाग्दा दुई असुर, विख्यातौ उनीहरूको नाम भनेको विख्यात, कुन रूपमा विख्यात थिए भन्दा मधुकैटवौ, मधु र कैटव नामले विख्यात भएका दुई असुरहरू। ती चाहिँ को हुन् त भन्दा विष्णु कर्ण मलोद्भूतौ, विष्णुको कानको मलबाट, विष्णुको कानको भनौँ न कानको मल भने काने गुजीबाट उद्भूतौ उत्पन्न भएका ती दुईटा मधु र कैटव नामले विख्यात भएका दुईटा जो घोर असुर हुन्, डरलाग्दा असुर हुन्, तिनी चाहिँ ब्रह्माण्डम हन्तुम उद्यतौ, विष्णु कर्ण मलोद्भूतौ हन्तुम ब्रह्माण्डम उद्यतौ, ब्रह्माण्डम भनेको ब्रह्मालाई हन्तुम मार्न उद्यत भए। अब यहाँ अलिकति यसमा के छ भन्दा भगवान विष्णु अब यो परम्परा अनुसार अब भनौँ न अब वैष्णव परम्परामा भगवान विष्णुलाई नै सृष्टि संहारको कारक मानिन्छ। यदि पौराणिक त्यो आख्यानहरूलाई हामीले हेर्ने हो भनेदेखि ब्रह्मा विष्णु र महेश यी जुन तीनटा शक्ति छन् एउटै ब्रह्मका तीनटा स्वरूप हुन्। अवस्था भेद, वास्तवमा ब्रह्मा विष्णु र महेशमा कुनै भिन्नता छैन, खालि अवस्था भेद हो। अवस्था भेद भनेको मतलब के भन्दा एउटै जसरी लोकमा पनि एउटै व्यक्ति कर्म विशेषले उसको परिचय फरक फरक हुन सक्छ। जस्तो एउटै व्यक्ति, जस्तो मानौँ कुनै एउटा व्यक्ति शिक्षक छ भनेको मतलब ऊ शिक्षक कतिखेर हुन्छ भन्दा जब ऊ क्लासमा विद्यार्थीको अगाडि हुन्छ, ऊ शिक्षक, उसको शिक्षकत्वको अभिव्यक्ति हुन्छ, ऊ त्यतिखेर शिक्षक हुन्छ। घरमा आइसकेपछि अब छोराछोरीको अगाडि ऊ बाउ हुन्छ, पत्नीको अगाडि ऊ लोग्ने हुन्छ, आफ्नो बाबुआमाको अगाडि ऊ छोरो हुन्छ। एउटै व्यक्ति हो, तर कतिखेर अवस्था विशेषमा कसको अगाडि कहाँ उपस्थित छ त्यसको आधारमा उसको चाहिँ परिचय भिन्न भिन्न हुन्छ। त्यसै गरी ब्रह्मा विष्णु र महेश एउटै ब्रह्म हुन्, एउटै ब्रह्मका अवस्था भेद मात्रै हुन्, ती कुनै भिन्नता छैन। जब त्यो शक्ति जब सृष्टि गर्नका लागि, जगतको सृष्टिका लागि मतलब त्यो सृष्टि गर्ने कार्यमा प्रवृत्त भएको अवस्था हुन्छ, त्यो अवस्था विशेषमा त्यही व्यक्तिलाई, त्यही शक्तिलाई हामी ब्रह्मा भन्छौँ। त्यो सृष्ट जगत, सृष्टि भएको जगतलाई पालना गर्ने अवस्थामा प्रवृत्त भएको शक्तिलाई हामी विष्णु भन्छौँ। अनि त्यो जगतलाई फेरि
विनाश पनि गर्नुपर्छ, किन भन्दाखेरिमा त्यो एउटा जुन चक्र हो सृष्टि स्थिति र संहारको चक्र त्यो निरन्तर चलिरहन्छ। त्यो किनभने संहार भएन भने कुनै कुराको सृष्टि हुँदैन, त्यसैले त्यो सृष्टि र संहार र बीचको अब स्थिति पनि रहन्छ। किनभने त्यो कुरा हामी यसरी बुझौँ, जस्तो मानौँ के हुन्छ भन्दा हरेक कुराको तिनवटा प्रक्रिया एउटा स्टेप भनौँ क्रम हुन्छ। जस्तो कुनै चिज सृष्टि भयो, अब त्यो सृष्ट चिज नष्ट हुनु अगाडि एउटा क्षणमा स्थिति, एउटा क्षणमा त्यहाँ एउटा जुन अन्तराल हुन्छ, त्यो अन्तराल भनेको स्थितिको अन्तराल हो। जस्तो मानौँ यो हरेक कुरामा लागु हुन्छ। जस्तो मैले कुनै शब्द उच्चारण गरेँ, मैले कुनै शब्द नयाँ शब्द उच्चारण गर्नु पूर्व मेरो पुरानो शब्द नष्ट हुन्छ, बीचमा अर्को नयाँ शब्द बन्नु पूर्व बीचमा अलिकति जुन ग्यापको अवस्था हुन्छ त्यो भनेको स्थितिको अवस्था हो। फेरि के हुन्छ भन्दा नयाँ शब्द सृष्टि हुन्छ, अब फेरि अर्को नयाँ शब्द चाहिँ सृष्टि हुनु पूर्व त्यो पुरानो शब्द नष्ट हुन्छ, बीचमा फेरि स्थिति रहन्छ, फेरि सृष्टि हुन्छ, सृष्टि स्थिति संहार, सृष्टि स्थिति संहार, यो क्रम चाहिँ निरन्तर चलिरहन्छ। त्यसैले त्यो अवस्थामा तत्त भूमिकामा रहेका भूमिका जुन सम्पादन हुने हुन्छ त्यो अवस्था विशेषमा जसले भन्दा एउटै शक्ति त्यो भूमिका सम्पादन गरेको अवस्था विशेषमा उसको नाम फरक हुने हो। त्यसैले ब्रह्मा विष्णु महेश भनेर भनिन्छ। अब यहाँ के छ त भन्दाखेरिमा ती ब्रह्मा, अब यहाँ अलिकति कुरा के आयो भने यी जो दुईटा घोर असुर, डरलाग्दा असुर भनिएको छ, मधु र कैटभ नाम गरिएको, अब यी चाहिँ कहाँबाट उत्पन्न भए भन्दा विष्णु कर्ण मलोद्भूतौ भनेको छ। विष्णुको कानको मल भनेको काने गुजीबाट उत्पन्न भए भनियो। विष्णुको काने गुजी भनेको के त? अब यहाँ यो चाहिँ अब कथा भनौँ न, यसलाई कथा बनाउनका लागि पुराणहरूमा यस किसिमको कथा रचना गरियो। त्यसको खास रहस्य के हो भन्दा जस्तो हाम्रो परम्परामा हामी के भन्छौँ भन्दा यो जुन ज्ञानको परम्परा हो त्यो ज्ञानको परम्परा चाहिँ नारायणबाट सुरु हुन्छ भनिन्छ है। भनेको मतलब जस्तो नारायणम पद्म भवम वशिष्ठम, त्यो एउटा जुन परम्परा छ ज्ञानको परम्परा, नारायणबाट पद्मभव भनेको ब्रह्माजीलाई प्राप्त हुन्छ, ब्रह्माजीबाट वशिष्ठलाई प्राप्त हुन्छ, र यो क्रमले चाहिँ अनि यो मानव उसमा चाहिँ त्यो ज्ञानको परम्परा आउँछ। अब यो पुराण जुन छ, अब यद्यपि यसलाई हामीले अब शैव आगममा हेर्ने हो भने चाहिँ शिवलाई आदि गुरु भनिन्छ, शिव शक्ति है यस किसिमले आइरहेको हुन्छ। अब यो जुन देवी महात्म्य मार्कण्डेय पुराण हो, अब यो वैष्णव परम्परासँग बढी नजिक भएको र त्यसमा देवी महात्म्यको प्रकरण भए पनि त्यो खास भनौँ न मार्कण्डेय पुराण चाहिँ वैष्णव परम्परासँग बढी निकट भएको हुनाले हुनसक्छ अब यहाँ नारायणलाई चाहिँ आदि गुरु भनौँ न, आदि गुरुका रूपमा लिएर उनीबाट चाहिँ ज्ञानको विस्तार भयो भन्ने प्रसङ्ग यहाँ ल्याउन खोजिएको हुनाले यो आयो। अब यो विष्णु कर्ण भनेको चाहिँ विष्णुको कानबाट भनेको मतलब के भन्दाखेरि जसरी भनौँ न अब ब्रह्म, अब यो ज्ञान त सदा सर्वदा रहने विषय भयो, रहने भयो। अब यो ज्ञान सबभन्दा पहिले कहाँ आयो त भन्दा नारायणमा आयो। भनेको नारायणले प्राप्त गरे। नारायणले कोबाट प्राप्त गरे भन्दा त्यो अब हुनसक्छ महाविष्णु अथवा ब्रह्म होइन, निराकार ब्रह्मबाट नारायणले प्राप्त गरे। अब नारायणले प्राप्त गर्नु भनेको के हो त भन्दा नारायणले अब यो कसरी आयो भन्दा श्रुति परम्परा हो, सुनेर आयो होइन। हाम्रो परम्परा त्यही छ नि त, सुनेर। चाहे त्यो वेदको पनि परम्परा त्यही हो, त्यसैले वेदलाई श्रुति भनिन्छ, सुनेर चाहिँ आउने। किनभने पहिला अब अहिले भयो यसलाई लिपिकरण गर्ने भयो, पहिला त सुनिन्थ्यो, गुरुले सुनाइसकेपछि त्यसलाई कण्ठस्थ गर्ने अनि फेरि अर्कालाई शिष्यलाई सुनाउने, यो श्रुति परम्पराबाट चल्थ्यो र यो हरेक ज्ञानको परम्परा त्यसरी श्रुति परम्पराबाट नै आइरहेको छ। यहाँ पनि विष्णुले सुने भने अब कतै भनौँ ब्रह्मबाट, ब्रह्म तत्त्व, अब त्यो ब्रह्म तत्त्व भनेको निराकार तत्त्व छ, त्यसबाट विष्णुले त्यो ज्ञान प्राप्त गरे। अनि त्यसपछि विष्णुबाट ब्रह्माले फेरि श्रुति परम्परा प्राप्त गरे, फेरि वशिष्ठ, त्यो क्रमले आएको हामी देख्छौँ। त्यसैले अब विष्णुको कर्णबाट उद्भूत भनेको विष्णुले सुनेको जुन एउटा
ज्ञानको ज्ञान हो। त्यो के हो त भन्दा अब जति पनि श्रुतिहरू छन्, जति पनि शास्त्रहरू छन्, ती सबै शास्त्रहरू के हुन् त भन्दाखेरिमा श्रुति परम्पराबाट विकसित भएका हुन्। त्यसैले त्यहाँ जुन विधि र निषेध रूप हामी पाउँछौँ शास्त्रमा, विधि भनेको यो काम गर्नुपर्छ भन्ने र निषेध भनेको यो काम गर्नुहुन्न भन्ने जुन वाक्यहरू हामी पाउँछौँ, त्यसलाई यहाँ के भनियो भन्दा जस्तो विधि वाक्यबाट, विधि भनेको जस्तो स्वर्ग काम हो यजेत मानौ, यो विधि वाक्य भयो कि स्वर्गको कामना गर्नेले यज्ञ गरोस् भन्ने शास्त्रको विधि भयो। अब यो विधि वाक्यलाई सुनेर अथवा गुरुबाट सुन्यो कुनै व्यक्तिले कि स्वर्ग काम हो यजेत, स्वर्गको कामना गर्नेले यज्ञ गरोस् भन्ने सुन्यो। अब त्यो वाक्य सुनेर उसले कर्म गर्यो भनेको स्वर्गको कामना राखेर मलाई स्वर्ग प्राप्त होस् भनेर यज्ञ गर्यो भनेको यो चाहिँ विधि भयो। यसो गर्नु भनेको काम गर्नु विधि भयो। अब निषेध भनेको यसो नगर्नु भन्यो हैन, यसो नगर्नु भनेको कुरालाई जानेर त्यो कर्म नगर्नु त्यहाँ निषेध हुन्छ। त्यसैले यसो गर्नु यसो नगर्नु भन्ने जुन विधि र निषेध वाक्यहरू हुन्छन् त्यो भनेको चाहिँ त्यसबाट त्यो विधि वाक्यद्वारा कर्म निर्दिष्ट हुन्छ कि भनेको मतलब शास्त्रले यसो गर्नु भनेको छ त्यसैले मैले यो काम गर्नुपर्छ, शास्त्रले यसो नगर्नु भनेको छ त्यसैले मैले यो काम गर्नुहुन्न भनेर जब मान्छे प्रवृत्त हुन्छ त्यो विधि निषेध रूप शास्त्र वाक्यबाट उसको कर्म चाहिँ निर्धारित हुनुभयो हैन त। अब त्यसैलाई के भनिन्छ भन्दा सुकृत र दुष्कृत भनिन्छ। त्यसैलाई सुकर्म र दुष्कर्म भनिन्छ। भनेको मतलब शास्त्रले गर्नु भनेको काम गर्नु सुकृत भयो, नगर्नु भनेको काम यदि गरियो भने त्यो दुष्कृत भयो है। सुकृत र दुष्कृत। सुकृत गरियो भने के हुन्छ, त्यसले पुण्य प्राप्त हुन्छ भनिएको छ हैन। शास्त्रले भनेको काम गर्यो भने पुण्य प्राप्त हुन्छ। शास्त्रले नगर्नु भनेको दुष्कृत गरियो भने अथवा दुष्कर्म गरियो भने के हुन्छ, त्यसले पाप हुन्छ। भनेपछि विधि शास्त्रले गर्नु भनेको काम गर्नुले पुण्य प्राप्त हुने भयो, शास्त्रले नगर्नु भनेको काम गर्नुले पाप हुने भयो। भनौँ न पाप। अब त्यो त्यसको व्याख्या गरिएको छ। पुण्यको फल के हुन्छ भन्दा पुण्यको फल चाहिँ त्यो पुण्य जुन कर्म गरे बापत जुन पुण्य प्राप्त हुन्छ त्यो पुण्य भोगका लागि ऊ सुखमय संसारमा उसले जन्म लिन्छ। यदि पाप गर्यो भने त्यो पापको भोग दुःख हो, त्यो दुःख भोगका लागि उसले दुःखमय संसारमा जन्म लिन्छ। अब त्यो दुःखको भोग गर्ने संसार र सुखको भोग गर्ने संसारलाई शास्त्रहरूले अथवा पुराणहरूले स्वर्ग र नरक भनिएका छन्। सप्त स्वर्ग र सप्त पातालको कुरा हुन्छ। कर्म अनुसार उसलाई कहाँ पठाउने भने त्यो निर्धारित छ भन्ने देखिन्छ हैन। स्वर्ग भनेको जहाँ सुख प्राप्ति हुन्छ, सुखको भोग हुन्छ त्यो स्वर्ग भयो। नरक भनेको जहाँ दुःखको भोग हुन्छ त्यो नरक भयो। भनेपछि सुकृत राम्रो कर्मले के दिने भयो, स्वर्ग दिने भयो। नराम्रो कर्मले के दिने भयो, नरक दिने भयो हैन। तर यी दुवै चिज के हुन् त भन्दा यी दुवै चिज मोक्षका लागि यी दुवै चिज घातक हुन् अथवा यी दुवै चिजले वास्तविक परम मोक्ष चाहिँ प्राप्त हुन सक्दैन। भोग हुन सक्छ, पृथ्वीमा भन्दा बढी स्वर्गमा सुख होला। स्वर्गका पनि तह छन्, 7वटा स्वर्गको तह छ हैन, विभिन्न। अब त्यो जनलोक, तपलोक, महलोक गर्दै सत्यलोकसम्म पुग्छ। अनि नरकका पनि सप्त पातालहरू, विभिन्न प्रकारका नरकहरूको चाहिँ वर्णन आउँछ। ती पनि दुःख रूपी भोगका साधनहरू अथवा ती चाहिँ त्यहाँ हुन्छ। भनेपछि यी दुवैबाट स्वर्ग प्राप्त भए पनि, पृथ्वीभन्दा बढी स्वर्ग प्राप्त भए पनि त्यो पनि सधैँ रहँदैन। छिडे पुण्य मर्त्यलोकम विसन्ति भन्छ। भनेको जब पुण्य क्षीण हुन्छ फेरि मर्त्यलोकमा झर्छ भनिएको छ। भनेपछि त्यो पनि स्थायी भएन। त्यसैले पुण्य कर्म पनि मोक्षका लागि चाहिँ त्यो पनि बाधक हो, किनभने त्यसले अर्को लोक पठाउँछ तर त्यो लोकबाट फेरि फर्किनुपर्छ भनेपछि फेरि त्यो पुनरागमन भनौँ न, त्यो जन्म मरणको चक्रता रहिरह्यो। त्यसैले यहाँ त्यो सुकृत र दुष्कृत कर्म हो त्यो किन त्यो शास्त्र परम्पराले ल्याएको हो नि त।
शास्त्रले यसो गर्नु भनेको कर्मलाई गरेर त्यसको अनुसरण गरेर त्यो कर्म त्यो कुनै पुण्य प्राप्तिको लाभ लोभले जस्तो स्वर्ग काम हो यदि त स्वर्गको कामना गर्नेले यज्ञ गरोस् भन्यो अनि स्वर्गको कामनाको लोभले स्वर्ग के अरे यज्ञ गरेपछि ऊ स्वर्ग जाने भयो। अनि यसो नगर्नु भनेको काम चाहिँ त्यो प्रमादवश अथवा अज्ञानवश गर्यो भने त्यो दुष्कृत कर्मले उसलाई नरक पुर्याउनु भयो। भनेपछि त त्यो जन्म मरणको चक्र त्यहाँ पनि चलिरह्यो। त्यसैले यो जुन सुकृत र दुष्कृत हो त्यो सुकृत र दुष्कृत दुवै के हुन् त भन्दा यी दुवै वास्तवमा एक प्रकारले असुर हुन् अथवा यी दुवै मोहजनित हुन् के हैन, मोहजनित हुन्, मोहबाट जन्मिएका। अथवा यसमा चाहिँ यसमा वास्तविक त्यो मोक्ष प्रदान गर्ने स्वभाव यसमा रहँदैन यस किसिमको त्यो ज्ञान यो यसको विद्याको परम्परामा। त्यसैले ती के हुन् त भन्दा मधु र कैटभ हुन्। मधु भनेको मिठो हैन, मधुको अर्थ मह मिठो पनि हुन्छ हैन, मधुभाषी मिठो बोल्ने भने जस्तै मधु। त्यो मिठो भने के भन्दा सुकृत भयो, सुकृत हैन, जसले स्वर्ग पठाउँछ। हामी सामान्यतया हेर्दाखेरि हामी के देख्छौँ भन्दाखेरिमा सामान्य मान्छेहरूलाई यस्तो राम्रो काम गर्यो भनेदेखि स्वर्ग जान पाइन्छ भने त स्वर्ग भनेको त के ठुलो होला जस्तो लाग्छ नि। तर त्यो मोक्षवादीहरूका लागि त स्वर्ग केही पनि होइन। किनभने जसले परम मोक्षको कामना अथवा त्यो अभिलाषा छ अथवा उसलाई चाहिँ मोक्षलाई नै उसले आफ्नो जीवनको लक्ष्य मानेको छ भने स्वर्ग प्राप्त गर्नु त केही पनि होइन नि त। उसले पृथ्वीभन्दा बढी स्वर्ग सुख पाउला, तर त्यो सुख के छ त क्षणिक छ। त्यहाँ पनि दुःख छ फेरि हेर्नुहोस् है, त्यहाँ पनि दुःख, स्वर्गमा पनि दुःख छ। किन दुःख छ भने दुःख भनेको के त भन्दा परसम्पद उत्कर्षो हि हीन सम्पद पुरुषम दुःखा करोति भन्छ। मान्छेलाई दुःख किन हुन्छ अरे भन्दा परसम्पद उत्कर्षो हि अर्काको समृद्धि देखेर अथवा अर्काले पाएको सुख देखेर त्यो लेभलको सुख प्राप्त नगर्नेका लागि दुःख हुन्छ भन्छ। लोकमा त्यही त हो नि हैन। हामी के देख्छौँ भन्दाखेरि अर्काले पाएको समृद्धि उसको पद प्रतिष्ठा देखेर उसले यत्रो पद पाएको छ, यो प्रतिष्ठा पाएको छ, ओहो मेरो त भएन भनेर मान्छेलाई एक प्रकारको दुःखको अनुभूति भइराखेको हुन्छ। त्यहाँ पनि त्यो हुन्छ किन त्यहाँ पनि त एउटा देवताको पनि आफ्नो स्तर छ। जस्तो मानौँ इन्द्र देवताका राजा, देवताको राजाले भोग्ने सुख र त्यहाँको सामान्य देवताले भोग्ने सुख एउटै होला त? पक्कै फरक छ हैन। किनभने देवराज इन्द्रले चढ्ने हात्ती ऐरावत हात्ती, इन्द्रको बगैँचा नन्दन बगैँचा, इन्द्रका आफ्नै भनौँ न अब अप्सराहरू है, अब त्यो फरक छ भने भोगमा फरक छ भनेपछि अब त्यो भोग इन्द्रले पाएको सुख अथवा इन्द्रले भोग गरेको कुरा नपाउने देवताको लागि इन्द्र प्रति ईर्ष्या उत्पन्न हुन्छ। त्यहाँ पनि दुःख छ भनेपछि दुःख त त्यहाँ पनि रहेछ, खालि पृथ्वीको तुलनामा त्यहाँ बढी सुख होला तर दुःख त्यहाँ पनि छ। फेरि सधैँ त्यो भनौँ न जति सुख पाइएको छ त्यो सुख पनि सधैँ रहने होइन, निश्चित त्यो पुण्यको फल प्राप्तिको लागि मात्रै हो। त्यो पुण्य सिद्धिपछि फेरि पृथ्वीमा झर्नुपर्ने अवस्था आउँछ भनेपछि त्यो चाहिँ नित्य छैन। त्यसैले मोक्षको जीवनमा मोक्षलाई नै लक्ष्य मान्नेहरूको लागि त स्वर्ग पनि कुनै ठुलो प्राप्ति होइन। त्यसैले त्यो शास्त्रले विधि यो कर्म गर्नुपर्छ भनेर त्यो कुनै निश्चित भोग प्राप्तिका लागि निश्चित कामनाद्वारा निर्दिष्ट भएर गरिने कर्म अथवा त्यो गराउने जुन विद्या हो त्यो विद्या पनि के हो भन्दा एक प्रकारको असुरै हो। किनभने त्यसले फेरि जन्म मरणको चक्रमा पारिरहन्छ, घुमाइरहन्छ। त्यो मधु त्यो मिठास रूपी भनौँ न मिठो भए पनि त्यो सुकृत भए पनि सत्कर्म भए पनि त्यो कर्म अभिलाषाको कर्म भनौँ न अभिलाषापूर्वक गरिने कर्मले हो निष्काम कर्म यदि निष्काम छ भने त त्यसले मोक्ष प्राप्त गराउँछ। तर हाम्रो शास्त्रहरू जसको विधि वाक्य भनौँ न वेदले निर्दिष्ट गरेका यस्ता स्वर्ग काम हो यजेत भनेको त स्वर्गको कामना गर्नेले यस्तो कर्म गर्नु भनेपछि त त्यो कर्म त निष्काम छैन, सकाम नै छ। भनेपछि सकाम कर्म गर्ने जुन शास्त्रको निर्देश हो त्यो निर्देशलाई मानेर हामीले कर्म गर्यौँ भने त के हुन्छ भन्दा अर्को सुख भोग्ने स्वर्गमा त जान्छौँ तर त्यो नित्य छैन, त्यहाँ पनि दुःख छ, फेरि जन्मनुपर्ने अवस्था आउँछ भनेपछि त्यो पनि कुनै ठुलो प्राप्ति भएन।
अब दुष्कर्म गरियो भने त शास्त्रले नगर्नु भनेको कर्म अज्ञानवश अथवा प्रमादवश भनौँ न घमण्डवश केही हुँदैन भनेर गरियो भने त त्यसको पनि परिणाम नरक अथवा त्यो दुःख पाउने संसारमा फेरि जन्म लिनुपर्छ अथवा अर्कै जुनी भनौँ न मानव भन्दा अर्कै जुनी लिएर त्यो भोग्न लागि त त्यही जुनी लिनु पर्यो नि त होइन जस्तो भनौँ न अब पशुले जुन खालको भोग पशुको लागि निर्धारित गरिएको छ त्यो भोगको लागि त मान्छे भएर जन्मेर त्यो भोग उसले हुँदैन उसको लागि त फेरि पशु बनाउनु पर्यो त्यस्ता खालका 84 लाख योनिको कुरा आउँछ जुनीका कुन कुरा आउँछन् त्यो त्यसैबाट आएको भनेपछि फेरि अर्को जन्म लिनु पर्यो अर्को संसारमा जानु पर्यो भनेपछि जुन विधि र निषेध रूप शास्त्रले बताएको परम्परा हो विद्याको परम्परा हो त्यो के हो भन्दा त्यो मोक्षका लागि त्यो बाधक भयो त्यो सुकृत र दुष्कृत त्यो मधु र कैट भनेका ती हुन् त्यसैले यहाँ मधु र कैट भनेर जुन दुईटा असुरलाई उभ्याइयो ती असुर भनेका वास्तवमा त्यो दुईटा त्यो मधु राम्रो कर्म सुकृत कर्म र दुष्कृत कर्म किन सुकृत र दुष्कृत दुवै मोक्ष बाधका लागि चाहिँ ती दुवै बाधक हुन् किनभने ती दुवैले मोक्ष प्राप्त गराउन सक्दैन किनभने कर्म त्यो कर्ममा के छ भन्दा कामना छ तपाईँ सकाम राम्रो कर्ममा पनि कामना छ अब दुष्कर्म गर्नु भयो भने त त्यसमा त प्रमाद छ अहङ्कार छ यसै पनि त्यसले दुःख भोग हुने नै भयो भनेपछि यी दुवै के हुन् भन्दा मधु र कैटभ हुन् यी दुवै राम्रो तपाईँ राम्रो भन्नुहोस् पुण्य कर्म पुण्य प्रदान गर्ने कर्म भन्नुहोस् अथवा चाहे पाप प्रदान गर्ने कर्म हो यो दुवै नै मोक्षका लागि बाधक हो है त्यसैले यी दुवै असुर हुन् त्यसैले गीताले के भन्छ भन्दा बुद्धियुक्तो जहातिह उभे सुकृत दुष्कृते बुद्धिमान व्यक्तिले उभे भनेको दुवै सुकृत दुष्कृते सुकृत र दुष्कृत दुवै कर्मलाई त्याग्नुपर्छ भन्छ भनेको मतलब सुकृत र दुष्कृत दुवै कर्म त्याग्नु भने के भन्दा निष्काम हुनु न कुनै त्यसमा कर्म गर तर निष्काम भावनाले गर किन कामना सुकृतमा पनि कामना हुने भयो दुष्कृतमा त अहङ्कार प्रमाद भइ नै भयो हुने नै भयो भनेपछि त्यो दुवै कर्मलाई त्याग्नु भनेको निष्काम भावले कर्म गर्यो भने मात्रै तिमीले मोक्ष प्राप्त गर्न सक्छौ होइन भने त्यो पुण्य र पापले तिमीलाई फेरि पनि संसारमा जन्म मरणको चक्रमा चाहिँ घुमाइरहन्छ त्यसैले यी दुवै घातक हुन् यी दुवै वास्तवमा असुर हुन् त्यसैले यिनलाई मधु कैटभ भन्ने यहाँ नाम दियो अब यो मधु कैटभले चाहिँ के प्रयत्न गरे भन्दा ब्रह्माणम हन्तुम उद्यतौ ब्रह्मालाई मार्न यी दुवै उद्यत भए भन्यो अब मधु र कैटभले ब्रह्मालाई मार्न उद्यत हुनु भनेको के त भन्दा नारायणबाट ज्ञानको परम्परा कहाँ आउँछ नारायणम पद्मभवम नारायण भइहाले पद्मभव भनेको ब्रह्माको नाम हो है किनभने ब्रह्मालाई कमलबाट विष्णुको नाभिमा कमल उत्पन्न भयो अनि त्यहाँबाट चाहिँ ब्रह्माजी उत्पन्न भए भनिन्छ नि पद्म भनेको कमल हो कमलमा उत्पन्न भएका कमलमा उत्पन्न भएको भन्दा ब्रह्मा त्यो कथा अब हेर्नुहोस् है अब यहाँ पद्म भने ज्ञानको प्रतीक हो है विद्याको प्रतीक हो त्यसमा उत्पन्न भएको भनेको अब ब्रह्माले प्राप्त मतलब नारायणबाट प्रथम विद्या चाहिँ ज्ञान चाहिँ ब्रह्माजीलाई आउँछ त्यसैले उनलाई पद्म त्यो त्यसरी पनि भयो अब उनी को हुन् त भन्दा उनलाई चाहिँ अब पुराणका कथाहरूले उनलाई सृष्टिकर्ता भन्छ ती सृष्टिकर्तालाई चाहिँ मधु र कैटभले मार्न उद्यत भए तत्पर भए भन्यो अब यो भनेको के त भन्दा अब ती भनेको मतलब ब्रह्माजीमा म सृष्टिकर्ता हुँ भन्ने अहम भयो हेर्नुहोस् है म सृष्टिकर्ता हुँ भन्ने उनलाई अहम भयो अहङ्कार भयो अब उनले ब्रह्म नारायणबाट जुन ज्ञान प्राप्त गरे एउटा विधि निषेध रूप जुन शास्त्र ज्ञान जुन विद्या ब्रह्माजीबाटलाई प्राप्त भयो र त्यसबाट जब त्यो ज्ञानको सहाराले ज्ञानलाई साधन बनाउँदै विद्यालाई साधन बनाउँदै एउटा सृष्टि गर्नु भनेको अब हरेक व्यक्ति ब्रह्मा हो अब हामीले यसरी हेरौँ हामी सबै ब्रह्मा नै हो नि त किनभने हामीले सृष्टि गरिरहेका छौँ कुनै न कुनै सृष्टि किनभने हरेक चिज जुन सृजना हुन्छ त्यो सृष्टि नै हो त्यो गर्ने ब्रह्मा हो
भनेपछि जब त्यो सृष्टि गर्ने सर्जक ब्रह्मामा अहंकार पैदा हुन्छ, म सृष्टिकर्ता हुँ, मैले यसको रचना गरेको हुँ भन्ने जुन अहंकार पैदा हुन्छ, त्यो अहंकार त्यो आफ्नो ज्ञान अथवा मैले यसरी प्राप्त गरेको ज्ञानबाट अथवा मेरो यो प्रतिभाबाट मैले यसो गरेको हुँ, मेरो यो क्षमताबाट मैले गर्दैछु भन्ने जुन अहम पैदा हुन्छ, अहंकार पैदा हुन्छ, त्यो अहंकार भनेको के हुन्छ, त्यो ज्ञान, त्यो जुन विधि र निषेध रूप, सुकृत र दुष्कृत रूप कर्मजनित जुन अहंकार हो, त्यो के हो भन्दा मधुर कैट हो है। त्यसैले वास्तवमा के भनिन्छ भन्दाखेरिमा जे जति संसारमा जे जति गरिन्छ त्यो गर्ने, त्यो गराउने त अर्कै हो, तर अहंकार बस व्यक्तिले मैले गरेको हुँ भन्छ कि, जस्तो गीतामा आउँछ कि अहंकार विमूढ आत्मा आत्मा हम इति कर्ता हम इति मन्यते। गराउने चाहिँ प्रकृतिले हो है, प्राकृतिक स्वभावबाट कार्य भइराखेको हुन्छ, तर अहंकारको वशीभूत भएर सामान्य व्यक्तिले के ठान्छ भन्दा मैले यो काम मैले गरेको हो भन्छ कि है। त्यो सबैमा भनौँ न अब प्रकारले त्यो हामी अनुभव सिद्ध नै कुरा हो कि मैले यसो गरेँ, मैले यसो गरेँ, मैले गर्दा यस्तो भएको, त्यो त भनिराखेको हुन्छ नि, त्यसमा अहंकार कि। तर त्यो भइराखेको कसरी भने त्यो एउटा प्रकृतिको एउटा स्वभावले नै त्यो काम भइराखेको छ, त्यो कर्म गरिराखेको छ, तर व्यक्तिले आफूलाई चाहिँ मैले गरेको हुँ भनेर आफूलाई कर्ता मानिरहेको हुन्छ। अब यहाँ ब्रह्माजीमा पनि त्यही भयो कि यो सृष्टि गर्ने म हुँ भन्ने उनलाई अहंकार भयो। मेरो प्रतिभाले अथवा मैले यो ज्ञान प्राप्त गरेँ, यो ज्ञानका माध्यमबाट यसलाई साधन बनाएर मैले जगतको सृष्टि गरिरहेको छु, म जगतको सृष्टिकर्ता हुँ भन्ने उनलाई जब त्यो अहंकार पैदा भयो, त्यो पैदा हुनुमा उनको नारायणबाट प्राप्त विद्या परम्परा हैन ले नै त्यो बनाएको थियो। त्यसले गर्दाखेरिमा अब त्यो अहंकारले अब उनलाई हैन सिद्ध्याउन खोज्यो। अब यहाँ मधुर कैट भनेका ती सुकृत र दुष्कृत रूप कर्मजनित अहंकार हैन हुन्छ नि त। मतलब म यस्तो विद्वान भएको नै मैले यस्तो गरेँ, अथवा मेरो यस्तो प्रतिभा छ त्यसैले मैले यस्तो गरेँ, म यस्तो गर्ने क्षमता छ त्यसैले मैले यस्तो गरेको भन्ने जुन मान्छेमा त्यो अहम हुन्छ, त्यो अहमले उनलाई सिद्ध्याउन खोज्यो। अब त्यो अहमको कारण भनेको ज्ञान नै हो, मतलब ज्ञान, तर त्यो अपूर्ण ज्ञान कि है। अज्ञान भनौँ, एक प्रकारले हामी त्यसलाई अज्ञान पनि भन्न सक्छौँ। त अज्ञान भनेको अज्ञान भने पनि त ज्ञानको अभाव त होइन नि त, अपूर्ण ज्ञान हो। त्यसैले त्यो अज्ञान भने पनि ज्ञानै हो, तर त्यो अपूर्ण ज्ञान हो। त्यो अपूर्ण ज्ञान रूपी मधुर कैटवले ब्रह्माजीलाई सिद्ध्याउन खोजे। अब त्यसपछि अब के भयो भन्दा सनाभिकमले विष्णुः स्थितो ब्रह्मा प्रजापति दृष्ट्वा तावसुरौ चोग्रौ प्रसुप्तं च जनार्दनम् तुष्टावयोग निन्द्रां ताम् एकाग्र हृदय स्थितः विबोधनार्थाय हरिनेत्रकृतालयां विश्वेश्वरीं जगद्धात्रीं स्थिति संहारकारिणीम्। अब स ब्रह्मा, स प्रजापति ब्रह्मा, ती प्रजापति ब्रह्मा भनेको प्रजाका पति। हेर्नुहोस्, प्रजा सुरुमा आएको थियो, प्रजा शब्दको अर्थ सुरुको उसमा पहिलो अध्यायमै जब सुरथ राजालाई चाहिँ उनले चाहिँ आफ्ना प्रजाहरूलाई आफ्नै छोराछोरा जस्तै माया गरे भनिएको छ नि। प्रजा भने प्रकर्षेण जायन्ते इति प्रजा, मनमा उत्पन्न हुने विभिन्न प्रकारका जुन भावहरू हुन्, जुन इच्छा कामनाहरू हुन्, वास्तवमा ती नै प्रजा हुन्। त्यो प्रजाका पति भनेको प्रजा, ती प्रजालाई पतिको अर्थ पाती, पाती आपनोति इति पति हुन्छ। पाती भनेको पालना गर्ने, आपनोति भनेको त्यही स्वरूपमा प्राप्त हुने। अब प्रजापति भनेको के भन्दा प्रजालाई भनेको आफ्नो मनमा उत्पन्न हुने कामनालाई पालना गर्ने अनि त्यसै त्यही स्वरूपमा प्राप्त हुने, अनि ऊ त्यसलाई त्यो ती प्रजा आफ्ना मनमा उत्पन्न भएका कामनाहरूलाई पालना गर्दै भनेको त्यसलाई बढावा दिँदै भनौँ न, त्यसलाई अब के भन्छ, त्यसलाई कल्टिभेट गर्दै होइन त। अब त्यो आफूभित्र कामनाहरू जुन छ
उत्पन्न हुने विषयिक भन्नुको भने वैषयिक कामनाहरू, विषय सम्बन्धी बाह्य विषय सम्बन्धी कामनाहरू हुन्। त्यो कामना रूपी कामना नै प्रजा हो। त्यसलाई थप अब त्यो न्युट्रिसन दिँदै भनौँ, पोषण गर्दै अथवा त्यसलाई चाहिँ पालना गर्दै, त्यसलाई चाहिँ कल्टिभेट गर्दै, त्यसलाई थप प्रमोट गर्ने अनि तत्स्वरूपमा प्राप्त हुने। अब त्यसो गर्दा गर्दै स्वयं त्यही भावमय बन्ने अथवा त्यही कामनामय बन्ने, त्यो नै प्रजापति हो। अब यहाँ ब्रह्माको स्थिति त्यही नै छ, किनभने उनलाई के लाग्छ भन्दा यो जगतको सृष्टि मैले गरेको हुँ भन्ने अहङ्कार छ। अनि आफ्ना ती आफूलाई चाहिँ सृष्टिकर्ता हुँ भन्ने अहङ्कार र त्यो सृष्टि त्यो गर्दा गर्दै ती विभिन्न प्रकारका ती जुन अधिकार मल भनौँ न, अधिकारको मल, त्यो आफूलाई सृष्टिकर्ता मानेर आफूभित्र त्यो अधिकार भएको जुन अज्ञान रूप मल हो, त्यसैलाई उनले चाहिँ बढावा दिँदै त्यसै अब उनी स्वयं त्यही रूपमा चाहिँ जब प्राप्त भए, त्यस्ता भएका ब्रह्माजीले विष्णुको नाभि कमल, विष्णुको नाभि कमलमा रहेका ती ब्रह्मा भनेको ती ब्रह्माजीले चाहिँ दृष्ट्वा ताव सुरौ चोग्रौ तौ असुरौ च उग्रौ, ती उग्र दुई असुरहरूलाई देखेर, दृष्ट्वा देखेर, प्रसुप्तम च जनार्दनम, ब्रह्मा अनि विष्णु, जनार्दन भनेको विष्णुलाई प्रसुप्तम च दृष्ट्वा, सुतेको देखेर है। अब उनमा के हो भन्दा त्यो अहङ्कार, आफू चाहिँ सृष्टिकर्ता हुँ भन्ने अहङ्कारले उनी चाहिँ अब अहङ्कार रूपी मधुर कैटवले उनलाई सिद्ध्याउन खोजे। अनि विष्णु चाहिँ सुतिरहेको, ती उग्र दैत्यहरू चाहिँ दैत्य रूपी अहङ्कारले आफूलाई सिद्ध्याउन खोजेको देखेपछि अब उनले उनको चाहिँ केही चलेन भनेको मतलब अब उनले आफूलाई अब यहाँ हेर्नुहोस् है, अब यहाँ चाहिँ के देख्यो भन्दाखेरिमा त्यो जुन अब उनी बन्धनमा परे भनौँ अथवा अहङ्कारको वशीभूत भएर उनी चाहिँ उनमा अब आसुरी भाव व्याप्त भयो। जब आसुरी भाव व्याप्त भयो तब उनी भित्रको देवत्व अथवा दैवी सम्पद चाहिँ तिरोहित भयो। त्यो आसुरी भावबाट दैवी भाव त्यो तिरोहित भनेको ढाकियो। ढाकिसकेपछि अब उनले आफूलाई त्यसबाट मुक्त गर्ने उपाय देखेन। नदेखिसकेपछि अब विष्णु भनेको आफ्नो ज्ञान गुरु भनौँ, ज्ञान दिने, उनी पनि सुतेका छन् भनेको मतलब जुन ज्ञान हो, ज्ञान प्रदान गर्ने, त्यो ज्ञान सुतेको छ भन्नुको अर्थ अज्ञान भनौँ न, ज्ञान तिरोहित भएको छ। अज्ञान रूपी तम होइन, तमले अथवा अज्ञान रूपी बादलले, जसरी बादलले सूर्य ढाकिएको छ, सूर्य भए पनि बादलको आवरणले गर्दाखेरिमा सूर्यको प्रकाश सिधै ताप पृथ्वीमा आउन नसके जस्तै त्यो सुत्नुको अर्थ के भन्दा नभएको होइन, सुसुप्त छ, सुसुप्त भयो। उनको ज्ञान, उनी भित्रको दैवी सम्पद तिरोहित भयो, ढाकियो। त्यो अवस्थामा उनले आफूलाई चाहिँ अब निरीह पाए, उनले केही पनि गर्न नसक्ने भए। भइसकेपछि अब उनले के गर्थे भन्दाखेरिमा अब ती विष्णुलाई जगाउनका लागि अब योग निन्द्राको अनुग्रहबाट अथवा अब यहाँ भगवतीको अनुग्रह, अब यहाँ चाहिँ अब शक्तिपात अथवा अनुग्रह देवता भगवतीको अनुग्रहबाट नै अब त्यो मुक्ति प्राप्ति सम्भव छ भन्ने कुरा देखाउँछ नि त यहाँ होइन। त्यसरी किन भन्दा त्यो देवी किन उत्पन्न भइन् भन्दा देवानाम कार्यसिद्ध्यर्थम, देवताहरूको कार्यसिद्धिका लागि अथवा सत्वगुण जनित त्यो जुन ज्ञान प्रकाश रूपी देवता हो त्यसलाई जगाउनका लागि देवीको उत्पत्ति हुन्छ भनिएको छ। भनेपछि अब उनी भित्रको प्रकाश, उनी भित्रको देवत्व त तिरोहित भएको छ। भनेपछि अब त्यो कसले जगाइदिन्छ त भन्दा देवीले जगाइदिन्छन्। त्यसैले अब देवीलाई जगाउनका लागि अब उनले प्रयत्न गरे अथवा भनौँ देवी सुतेकी अथवा विष्णु योग निद्रामा रहेका छन्। योग मायाका कारणले विष्णु सुतेको अवस्था छ भने अब फेरि योग मायाका माध्यमबाट विष्णुलाई जगाउनु छ। त्यसैले तुष्टाव योग निन्द्राम ताम एकाग्र हृदय स्थितः,
अब ती ब्रह्माले एकाग्र हृदय स्थित, एकाग्र हृदयमा स्थित रहेर योग निन्द्राम तुष्टाव, योग निन्द्रालाई प्रसन्न बनाए। भनेको मतलब योग निन्द्रालाई उनले स्तुति गरे र स्तुति गरेर उनले योग निन्द्रालाई सन्तुष्ट बनाए, प्रसन्न बनाए। अब यो प्रसङ्ग आउँछ, विबोधनार्थाय हरेर हरिनेत्र कृतालयाम। के का लागि योग निन्द्रालाई प्रसन्न बनाए भन्दा विबोधनार्थाय, है, जगाउनका लागि। कसलाई जगाउनका लागि भन्दा विष्णुलाई जगाउनका लागि, है। हरेर विबोधनार्थाय, हरिलाई जगाउनका लागि, विष्णुलाई जगाउनका लागि। हरिनेत्र कृतालयाम योग निन्द्राम तुष्टाव, हरिको आँखामा निवास गर्ने भनेको मतलब उनी सुतेका छन् योग निन्द्राको प्रभावले। भनेपछि निन्द्राबाट जगाउनका लागि, भनौँ न हामी निन्द्राबाट जाग्ने भनेदेखि आँखा खोलेपछि ए निन्द्राबाट जाग्यो भन्ने देखिन्छ। भनेपछि उनको आँखामा योग निन्द्रा रहेकी छिन्, त्यसैले उनी सुतेका छन्। त्यो त्यसरी चाहिँ विष्णुको आँखामा रहेकी योग निन्द्रालाई, योग निन्द्राका माध्यमबाट, मतलब योग निन्द्रालाई प्रसन्न बनाएपछि योग निन्द्राले छोड्छिन् अनि त्यसपछि विष्णु जाग्छन् भन्नका लागि उनले ती योग निन्द्रालाई स्तुति गरे, है। विश्वेश्वरीम जगत धात्रीम स्थिति संहार कारणीम, कस्ती योग निन्द्रालाई भन्दा विश्वेश्वरीम, सम्पूर्ण विश्वकी ईश्वरी स्वामिनी, अथवा सम्पूर्ण विश्वलाई प्रेरणा प्रदान गर्ने, सबै विश्वको प्रेरक, जगत धात्रीम, जगतलाई धारण गर्ने, संसारलाई धारण गर्ने, स्थिति संहार कारणीम, स्थिति गर्ने, संहार गर्ने, जगतको स्थिति र संहार गर्ने, सृष्टि गर्ने, निन्द्राम भगवतीम, निन्द्रा रूपी योग निन्द्रा रूपी भगवती, जो चाहिँ विष्णु हो अतुलाम, विष्णुको अतुल तेज भएकी ती भगवतीलाई उनले चाहिँ प्रसन्न बनाए। भनेको अब विष्णुलाई जगाउनका लागि उनले स्तुति गरे। अब स्तुतिको प्रसङ्ग यहाँ आउँछ, है। अब उनले ब्रह्मवाच, ब्रह्माले कसरी स्तुति गरे त भन्दा त्वं स्वाहा त्वं स्वधा त्वं हि वषट्कारः स्वरात्मिका, सुधा त्वमक्षरे नित्ये त्रिधा मात्रात्मिका स्थिता, अर्धमात्रा स्थिता नित्या यानुच्चार्या विशेषतः। त्वम भनेको हे भगवती तपाईँ नै स्वाहा, स्वाहा हुनुहुन्छ भनेको अब स्वाहाको अर्थ यहाँ तपाईँ नै यज्ञबाट, हैन, यज्ञमा चाहिँ स्वाहाको प्रयोग हुन्छ। देवतालाई आहुति दिँदाखेरिमा, पितृलाई आहुति दिँदाखेरि स्वाहाको प्रयोग हुन्छ। त्यसैले त्वम स्वाहा, तपाईँ नै यज्ञमा आहुति लिने, यज्ञमा जुन आहुति हामी प्रदान गर्दछौँ त्यसलाई ग्रहण गर्ने तपाईँ नै हुनुहुन्छ। त्वम स्वधा, अनि पितृ रूपमा जसलाई हामी स्वधा भनेर चाहिँ पितृ तर्पण प्रदान गर्दछौँ त्यो तर्पणलाई लिने पनि तपाईँ नै हुनुहुन्छ। त्वम हि वषट्कारः, तपाईँ नै वषट्कार हुनुहुन्छ। अब यो स्वाहा स्वधा वषट्कार यो सबै यज्ञहरूमा प्रयोग हुने, पितृकर्ममा चाहिँ स्वधाको प्रयोग हुने भयो, वषट स्वाहा यो चाहिँ यज्ञ कर्ममा प्रयोग हुने शब्दहरू हुन्। भन्नाले यी सबैले चाहिँ तपाईँ नै यज्ञ स्वरूप पनि हुनुहुन्छ, अथवा तपाईँ नै देव स्वरूप पनि हुनुहुन्छ, तपाईँ नै पितृ स्वरूप पनि हुनुहुन्छ। त्वम हि स्वरात्मिका, तपाईँ नै स्वर पनि हुनुहुन्छ। स्वर आत्मिका भनेको स्वर स्वरूप, स्वर पनि तपाईँ नै हुनुहुन्छ। स्वर भनेको चाहिँ यहाँ स्वर र व्यञ्जन जुन आउँछ, अकार आदि, अकार आदि गरिएका अदेखि अहसम्मका 16 स्वर, है, 16वटा स्वर पनि तपाईँ नै हुनुहुन्छ। सुधा, तपाईँ नै अमृत पनि हुनुहुन्छ। सुधा भनेको अमृत। त्वम अक्षरे, तपाईँ नै अक्षर भनेको अक्षर, क्षर भनेको नाश हुने, अक्षर नक्षर अक्षर जो नाश हुँदैन, तपाईँ नै नाश नहुने के हुनुहुन्छ, अक्षर भनेको अक्षर। अब यहाँ ओम, ओमकारलाई भनियो, तपाईँ नै नाश नहुने ओमकार स्वरूप हुनुहुन्छ। त्यसै गरी नित्य भनेको तपाईँ हे नित्य स्वरूप भएकी भगवती, तपाईँ नै सुधा अमृत हुनुहुन्छ, तपाईँ नै नष्ट नहुने ओमकार स्वरूप हुनुहुन्छ, तपाईँ नै स्वर हुनुहुन्छ, तपाईँ नै स्वाहा स्वधा वषट्कार पनि हुनुहुन्छ। त्रिधा मात्रात्मिका स्थिता, तपाईँ नै त्रिधा भनेको 3टा मात्राको रूपमा
तीन मात्राको रूपमा रहेको भनेको के त? तीन मात्रा भनेको अ उ म, अ उ म, यो अ उ म मिलेपछि के हुन्छ? ओम हुन्छ। त्यसैले ओम शब्दमा अ उ र म छ है। त्यो अ उ र म को म यो तीनटा मात्रा स्वरूप ओम तपाईँ नै हुनुहुन्छ। अर्धमात्रा स्थिता, अब अर्धमात्रा भनेको चाहिँ जस्तो अ उ म ओम, बिन्दु अर्धमात्रा जुन हुन्छ हुन्छ, त्यो बिन्दु स्वरूप हरेक कुरामा आउने जुन हो त्यो बिन्दु स्वरूप पनि तपाईँ हुनुहुन्छ। त्यो चाहिँ के छ भन्दाखेरि जो अर्धमात्रा स्थिता नित्य या अनुच्चार्य विशेषता, विशेषता जो चाहिँ अनुच्चार्य छ भनेको उच्चारण गर्न सकिँदैन भनेको मतलब जस्तो ओम भने म पनि छ, अनि त्यहाँ अब त्यो ओमको चाहिँ तपाईँको 12वटा आउँछ। अब हामीले हेर्दाखेरि चाहिँ अहिले के देख्छौँ भन्दा अ उ म तीनटा मात्रै अक्षर स्थूल रूपमा देखिन्छ, तर अ उ म बिन्दु है, अ उ म बिन्दु अर्धचन्द्र निरोधिका, त्यसपछि नाद नादान्त शक्ति व्यापिनी समना उन्मना, यसरी चाहिँ 12वटा त्यो ओमको चाहिँ त्यो के भन्ने त्यसलाई अङ्ग भन्ने अवयव भनौँ होइन, अवयव अङ्गहरू हुन्छन्। तर स्थूल रूपमा हेर्दाखेरि अ उ म मात्रै देखिन्छ भनेपछि त्योभन्दा माथिको चाहिँ अब उच्चारण हुन सक्दैन। अब तर त्यो जाँदा के हुन्छ भने तपाईँ त्यो चाहिँ के भनिन्छ भन्दा त्यो ओमकारको उच्चारण त्यस किसिमले गर्दै जाँदाखेरिमा अ उ म अनि त्यसपछि बिन्दु अर्धचन्द्र निरोधिका नाद नादान्त होइन शक्ति व्यापिका समना उन्मना, उन्मना भनेको अब मनबाट माथि जाने, बियोन्ड द माइन्ड भनौँ न, माइन्डदेखि पर त्यो अवस्थासम्म चाहिँ ओमको उच्चारणबाट योगीहरू चाहिँ त्यो अवस्थामा पनि पुग्छन् भन्ने त्यो शास्त्रले त्यो बताउँछ। मतलब ओमको उच्चारणबाट नै त्यो त्यस किसिमको उच्चारण गर्न सक्ने सामर्थ्य छ भने ओमको त्यो 12वटा अवयवलाई उच्चारण गर्दै जाँदाखेरि मान्छे चाहिँ उन्मना अवस्थामा पुग्छ भनिन्छ। त्यसैले यी सबै तपाईँ हुनुहुन्छ भनेको तपाईँ नै के भन्दा तपाईँ नै स्वाहा हो अथवा यज्ञ स्वरूप हुनुहुन्छ, तपाईँ नै पितृ स्वरूप हुनुहुन्छ, तपाईँ नै स्वर स्वरूप हुनुहुन्छ, तपाईँ नै अमृत हुनुहुन्छ, तपाईँ नै अक्षर परब्रह्म स्वरूप ओमकार स्वरूप हुनुहुन्छ, तपाईँ नै अर्धमात्रा हुनुहुन्छ होइन। यस किसिमले सबै तपाईँ नै हुनुहुन्छ। त्वमेव सन्ध्या सावित्री त्वम देवी जननी परा, तपाईँ नै सन्ध्या, तपाईँ नै सन्ध्या हुनुहुन्छ, तपाईँ नै सावित्री हुनुहुन्छ होइन। त्वम देवी जननी परा, हे देवी तपाईँ नै जननी परा, जननी हुनुहुन्छ, माता हुनुहुन्छ, सबैको जगतको सृष्टिकारिणी हुनुहुन्छ, तपाईँ नै पराशक्ति हुनुहुन्छ। त्वयेतद् धार्यते विश्वम त्वयेतद् सृज्यते जगत, तपाईँले नै त्वया एतद् विश्वम धार्यते, तपाईँद्वारा नै यो विश्वको धारण गरिएको छ। त्वया त्वयेतद् सृज्यते जगत, त्वया एतद् जगत सृज्यते, तपाईँद्वारा नै यो जगतको सृजना हुन्छ। त्वयेतद् पाल्यते देवी, त्वया एतद् पाल्यते, एतद् जगत त्वया पाल्यते भनेको यो जगतलाई तपाईँले नै पालना गर्नुहुन्छ। त्वम अच्यन्ते च सर्वदा, त्वम अच्यन्ते अनि त्यसै गरी यो सारा जगतलाई तपाईँले नै, अच्यन्ते भनेको तपाईँद्वारा नै यो जगतलाई खाइन्छ है। भनेको मतलब तपाईँले नै यो जगतलाई के गर्नुहुन्छ भन्दा आफूभित्र लीन गर्नुहुन्छ र प्रलय कालमा शान्त अवस्थामा तपाईँ रहनुहुन्छ। त्यसैले विशिष्ट सृष्टि रूपा त्वम, विशिष्ट भनेको सृष्टिको समयमा, त्वम सृष्टि रूपा तपाईँ सृष्टिको समयमा सृष्टि रूप हुनुहुन्छ अथवा जगतको रूप हुनुहुन्छ। स्थिति रूपा च पालने, अनि फेरि पालन गर्ने समयमा तपाईँ नै स्थिति रूप हुनुहुन्छ। तथा समृद्धि रूपान्ते जगतोस्य जगन्मय, त्यसै गरी अन्त्य भनेको अन्त्यकालमा प्रलयकालमा तपाईँ नै समृद्धि रूपा संहार स्वरूप पनि हुनुहुन्छ। हे जगन्मय, जगन्मय भनेको हे जगन्मय, हे जगत स्वरूप, तपाईँ स्वयं नै जगत स्वरूप पनि हुनुहुन्छ, विश्वमय पनि हुनुहुन्छ अनि विश्वोत्तीर्ण पनि हुनुहुन्छ। विश्वमय कुन अवस्थामा भन्दा सृष्टिको अवस्थामा तपाईँ नै विश्वमय हुनुहुन्छ, प्रलयको अवस्थामा तपाईँ नै विश्वोत्तीर्ण हुनुहुन्छ भनेको सम्पूर्ण विश्व चराचर जगतलाई आफूभित्र लीन गरेर तपाईँ नै सारा जगतलाई आफ्नो हृदयमा बीजको रूपमा राखेर अनि शान्त रूपमा चाहिँ रहनुहुन्छ। त्यसैले तपाईँ नै विश्वमय पनि हुनुहुन्छ,
अनि विश्वोत्तीर्ण हैन, विश्वदेखि माथि पनि हुनुहुन्छ, यस्तै तपाईँ हुनुहुन्छ। त्यसै गरी महाविद्या महामाया महामेधा महास्मृति महामोहा च भवती महादेवी महासुरी। तपाईँ नै महाविद्या हुनुहुन्छ, तपाईँ नै महामाया हुनुहुन्छ, तपाईँ नै महामेधा भनेको महान बुद्धिशाली हुनुहुन्छ, तपाईँ नै महास्मृति महान स्मृति पनि तपाईँ नै हुनुहुन्छ, महामोहा तपाईँ नै मोह स्वरूप पनि हुनुहुन्छ, तपाईँ नै महादेवी देवीहरूमा देवीहरूका देवी महादेवी पनि तपाईँ नै हुनुहुन्छ, महासुरी तपाईँ नै असुर पनि हुनुहुन्छ। किन भन्दा मोहमा पार्ने पनि तपाईँ हो अनि मोहित त्यो जीवलाई फेरि मुक्ति दिने पनि तपाईँ नै हो। त्यसैले तपाईँ महामोहा पनि हुनुहुन्छ, सबैलाई मोहित पार्ने पनि तपाईँ हुनुहुन्छ, मोहित पार्ने असुर स्वरूप पनि तपाईँ नै हुनुहुन्छ, अनि फेरि त्यो बन्धनबाट मुक्ति दिने पराविद्या स्वरूप पनि महाविद्या स्वरूप पनि तपाईँ नै हुनुहुन्छ। प्रकृतिस्त्वं च सर्वस्य गुणत्रय विभाविनी कालरात्रिर्महारात्रिर् मोहरात्रिश्च दारुणा त्वं श्रीस् त्वमीश्वरी त्वं ह्रीस् त्वं बुद्धिर् बोधलक्षणा। अब तपाईँ प्रकृतिस्त्वं तपाईँ नै प्रकृति हुनुहुन्छ। त्यसै गरी सर्वस्य गुणत्रय विभाविनी, सर्वस्य भनेको सबैको प्रकृति, सबैको प्रकृति स्वरूप तपाईँ नै हुनुहुन्छ। गुणत्रय विभाविनी भनेको तिनैवटा गुणलाई धारण गर्ने अथवा तिनै गुणलाई उत्पन्न गर्ने प्रकृति पनि तपाईँ नै हुनुहुन्छ। तीन गुण भनेको सत्व रज मोह, सत्व रज सत्व तम मोह, सत्व रज तम रूपी त्रिगुणलाई उत्पन्न गर्ने प्रकृति पनि तपाईँ नै हुनुहुन्छ। तपाईँ नै कालरात्रि पनि हुनुहुन्छ, तपाईँ नै महारात्रि पनि हुनुहुन्छ, तपाईँ नै मोहरात्रि पनि हुनुहुन्छ, तपाईँ नै दारुणा भनेको दारुण रात्रि पनि तपाईँ नै हुनुहुन्छ। है, चार प्रकारका चाहिँ रात्रि प्रसिद्ध छन्। यसमा कालरात्रि भन्यो भने यो महाअष्टमी भन्छ हामी हैन, महाअष्टमी नवरात्रको महाअष्टमीको रातिलाई कालरात्रि भनिन्छ। अनि त्यसपछि महारात्रि, महारात्रि भनेको चाहिँ महाशिवरात्रि, महाशिवरात्रिलाई महारात्रि भनिन्छ। त्यसपछि मोहरात्रि भन्यो भने कृष्ण जन्माष्टमी, कृष्ण जन्माष्टमीलाई चाहिँ मोहरात्रि भनिन्छ। त्यसपछि दारुण रात्रि भन्ने छ अर्को है। दारुण रात्रि भनेको चाहिँ तपाईँको यो होलिका दहनको रात्रिलाई चाहिँ दारुण रात्रि। त्यसैले कालरात्रि महारात्रि मोहरात्रिश्च दारुणा, यो सबै नै तपाईँ हुनुहुन्छ भनेको तपाईँ नै सबै त्यो रूप चाहिँ हुनुहुन्छ। त्वं श्रीस् तपाईँ नै श्री अथवा तपाईँ नै लक्ष्मी स्वरूप हुनुहुन्छ, त्वं ईश्वरी तपाईँ नै ईश्वरी स्वरूप हुनुहुन्छ, त्वं ह्री तपाईँ नै लज्जा स्वरूप हुनुहुन्छ, त्वं बुद्धिर तपाईँ नै बुद्धि स्वरूप हुनुहुन्छ, तपाईँ नै बोध लक्षण तपाईँ नै ज्ञान स्वरूप हुनुहुन्छ, लज्जा पुष्टिस तथा तुष्टिस त्वं शान्ति क्षान्तिरेव च। त्यसैले तपाईँ नै लज्जा, तपाईँ नै पुष्टि, तपाईँ नै तुष्टि भनेको सन्तोष, तपाईँ नै शान्ति, तपाईँ नै क्षान्ति भनेको भोग, यो सबै स्वरूप तपाईँ नै हुनुहुन्छ। खड्गिनी शूलिनी घोरा गदिनी चक्रिणी तथा शङ्खिनी चापिनी बाण भुसुण्डी परिघायुधा। अनि तपाईँ के गर्नुहुन्छ भन्दा खड्गिनी, तपाईँ खड्गिनी हुनुहुन्छ भनेको खड्गलाई धारण गर्ने हुनुहुन्छ, शूलिनी त्रिशूललाई धारण गर्ने हुनुहुन्छ हैन, घोरा गदिनी भनेको मतलब घोर जुन गधा हो त्यसलाई धारण गर्ने हुन्छ, चक्रिणी चक्रलाई धारण गर्ने हुन्छ, शङ्खिनी शङ्खलाई धारण गर्ने हुन्छ, चापिनी चाप भनेको बाण धनुषलाई धारण गर्ने हुन्छ, बाण भुसुण्डी परिघा परिघ आयुधा, आयुध भनेको हतियार, यी हतियारहरू जो बाण भुसुण्डी हैन परिघ नामको जुन अस्त्र हो त्यसलाई धारण गर्ने हुनुहुन्छ। अब यो यी सबै आयुध जुन छन् हतियार छन्, यी पनि वास्तवमा सिम्बोलिक नै छन् है। जस्तो खड्ग भन्यो भने खड्ग भनेको के हो भन्दा ज्ञान खड्ग भनिन्छ, ज्ञान नै खड्ग हो है। त्यसैले देवीले खड्ग धारण गर्नु भनेको ज्ञान रूपी खड्ग हो। त्यो ज्ञान रूपी खड्गले पशु भनेको अज्ञान रूपी पशुलाई ज्ञान रूपी खड्गद्वारा छिनाल्ने काम देवीले गर्नुहुन्छ। त्यसैले देवीको हातमा रहेको खड्ग भनेको ज्ञानको प्रतीक हो। शूलिनी
शूल भनेको त्रिशूल। त्रिशूल त्रिशूल भनेको के त भन्दा इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्ति, यो तीनटा शक्ति, तीनटा जुन शूल छ त्यो तीन भनेको इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्ति। त्यसैले इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्ति रूपी त्रिशूललाई धारण गरिएको। त्यसैले त्रिशूल भनेको इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको सिम्बोल हो, प्रतीक हो। त्यसै गरी घोर घोर भनेको डरलाग्दो भनेको गधा। गधा भनेको चाहिँ गधा भनेको एक प्रकारको कर्मशक्ति, कर्मशक्तिको चाहिँ प्रतीक हो। अब यहाँ गधालाई किन घोर भनिएको छ? कर्मशक्तिले यहाँ घोर भनियो किन भन्यो भन्दा कर्म, किन कर्मले त के गर्छ? कर्मले फल प्रदान गर्छ नि। कर्मले के प्रदान गर्दछ? फल प्रदान गर्दछ। चाहे त्यो पुण्य फल होस्, चाहे त्यो पाप फल होस्, पापरूप फल होस्। मैले पहिल्यै भनिसकेँ, पुण्य फल प्राप्त भए पनि तपाईँलाई सुख भोगका लागि स्वर्ग प्राप्त हुन्छ, तर पनि त्यहाँ पनि दुःख छ, त्यहाँबाट पनि फेरि फर्किनुपर्छ। त्यो सुख पनि सधैँको लागि छैन। त्यसैले त्यो मोक्षको लागि बाधक भयो, घोरै हो, डरलाग्दै हो त्यो चिज पनि। अथवा तपाईँले कर्म दुष्कर्म गर्नुभयो, त्यो दुष्कर्मको परिणाम पाप भयो, पापबाट नरक आदि त्यो दुःख भोग, भनौँ न दुःख भोग गर्ने नरक अथवा तल्ला लोकहरूमा तपाईँ जानुहुन्छ, त्यो पनि दुःखमय नै भयो भनेपछि त्यो घोर भयो। त्यसैले कर्मशक्ति। अब त्यो कर्मशक्ति के भन्दा चाहे त्यो सुकृत होस् अथवा चाहे दुष्कृत होस्, त्यो सुकृत या दुष्कृत रूप कर्मशक्ति पनि तपाईँ नै हो। किन भन्दाखेरिमा त्यो दुवै, अब कर्म यदि निष्काम भयो भने त त्यसले मोक्षतिर लाने हो, तर सकाम भयो भने त के गर्छ भन्दा सकाम कर्मले पुण्य र वा पाप हुन्छ। त्यसले तदनुरूपका चाहिँ लोकहरू प्रदान गर्ने हुनाले त्यो घोर, त्यो डरलाग्दै हुने भयो। अब त्यो सबै तपाईँ नै हो, किनभने देवीको अतिरिक्त केही पनि छैन भने देखाउनको लागि त्यो चाहे सुकृत होस् चाहे दुष्कृत होस् त्यो पनि तपाईँ नै हो है भन्नु खोजेको। किनभने तपाईँ दुष्कृत कर्मका माध्यमबाट पनि तपाईँ कसैलाई मोहित बनाउनुहुन्छ होइन। ज्ञानीनाम अपि चेतांसी, के अरे देवी भगवती ईशा महामोहाय, के अरे महामोहमा चाहिँ पार्दिने काम गर्नुहुन्छ। त्यसैले महामोह हो तपाईँ, महामोह स्वरूप पनि तपाईँ हो अनि महाविद्या स्वरूप पनि तपाईँ हो। त्यसैले चक्रिणी, चक्रिणी भनेको चाहिँ तेज शक्ति, तेज शक्ति पनि तपाईँ नै हो। शङ्खिनी, शङ्ख भनेको शङ्खबाट आवाज आउँछ, ध्वनि, नाद शक्ति है, नाद शक्ति पनि तपाईँ हो। चापिनी, चाप भनेको धनुष, धनुष के हो भन्दा बाण, बाणलाई सन्धान गर्ने, बाणलाई धारण गर्ने। बाण भनेको चाहिँ तपाईँको गति, गति जस्तो पहिले चाहिँ बाण त्यो गतिलाई नाप्ने चाहिँ बाणले नापिन्थ्यो। अब अहिले त त्यसको अर्कै भइहाल्यो, तर पहिले चाहिँ कुनै चिज त्यो भनौँ न त्यो कुनै त्यो बाण चाहिँ यसरी मजाले त्यो के भन्छ भन्दा यसरी बाण खैँचेर त्यो डोरीलाई कानसम्म ल्याएर तन्काएर छोड्दाखेरिमा जुन गतिले बाण जान्छ, त्यो बाणको गतिको आधारमा चाहिँ कुनै चिजको गति नापिन्थ्यो है। त्यो अब गति शक्ति भनौँ, त्यो पनि एक प्रकारको गति शक्ति। त्यसले चाहिँ त्यो के भन्छ त्यसलाई, अब मोसन भनौँ न, एनर्जी, त्यसको प्रतीक भयो। अब भुसुण्डी, भुसुण्डी परिग यो दुईटा हतियारको नाम हो। अब भुसुण्डी भनेको चाहिँ अब त्यो शब्दकोश हेर्दाखेरिमा चाहिँ के देखिन्छ भन्दा भुसुण्डी भनेको चाहिँ भुसुण्डी अथवा भुसुण्डी भने बन्दुक भन्ने खालको आएको छ। त्यो धुवाँ भनौँ न, धुवाँ निकाल्ने एक प्रकारको अस्त्र भनेको छ। अब धुवाँ निकाल्ने भनेको बारुद, त्यो भनौँ न अब सायद अहिलेको भाषामा त्यसलाई हामी बन्दुक नै भन्न सक्छौँ होला। त्यो खालको एक प्रकारको हतियार भनेको छ। अब त्यो किसिमको हतियार भने पनि अब त्यसलाई हामी चाहिँ त्यो के को प्रतीक हो भन्दा जस्तो त्यो भनौँ न कुनै चिज भेद गर्ने भनेको त्यसले चाहिँ कुनै चिजलाई भेदन गर्नु भनेको चाहिँ छेड्नु के, छेड्ने शक्ति।
तर त्यो कस्तो भन्दाखेरि त्यो छेड्ने क्रममा चाहिँ अथवा जब त्यो प्रहार गरिन्छ, प्रहार गर्ने क्रममा बारुद धुवाँ हैन, धुवाँ त्यसले निकाल्ने भनेको मतलब धुवाँ भनेको चाहिँ एक प्रकारको जस्तो आँखा भनौँ अथवा बादल बादल अथवा भनौँ धुवाँ यो भनौँ न हामी कहिले भन्छौँ नि जस्तो के अरे जस्तो भनौँ न त्यो टुक्काको प्रयोग यसको आँखामा चाहिँ धुवाँ लागेको छ भनेदेखि मतलब नदेख्नुको अर्थ ठ्याक्कै पुरै ब्लाइन्ड भन्नु खोजेको होइन कि मतलब बुद्धिमा बिर्को लाग्नु भन्ने टाइपको मतलब भ्रममा पर्नु अथवा जुन सत्य कुरा हो त्यो नदेख्नु हैन, धुवाँले ढाकिएको अथवा धुवाँले ढाकिएको छ भन्नुको अर्थ स्पष्ट नदेख्नु, एउटा इल्युजन भनौँ न भ्रम है, त्यो भ्रम पैदा गर्ने त्यो भ्रमद्वारा भ्रम छ तर भ्रममा पनि एउटा के छ भन्दा भ्रमात्मक शक्ति भनौँ न, अब त्यो पनि एक प्रकारको शक्ति हो किनभने मान्छेमा हुन्छ जस्तो तपाईँ भ्रम छ यद्यपि त्यो एक प्रकारको के भन्छ भ्रम हो, इल्युजन हो, तर उसको जुन एउटा आग्रह छ तर पनि उसले एउटा कन्सेप्ट बनाइरहेको छ, त्यो टाइपको शक्ति मान्छेमा त्यो जुन हुन्छ त्यसलाई चाहिँ भुसुण्डी त्यो हतियार चाहिँ त्यसको प्रतीक हो। परिघ परिघ भने चाहिँ अब कुन खालको चाहिँ हतियार हो जो पनि अब यिनै एक प्रकारको कुनै शक्तिको यो प्रतीक हो। त्यसैले यी विभिन्न शक्तिहरू चाहे त्यो नाद शक्ति होस्, चाहे त्यो गति शक्ति होस्, चाहे त्यो कर्म शक्ति होस् हैन, इच्छा ज्ञान क्रिया शक्ति रूप हो, त्यसपछि खड्ग स्वयं के अरे ज्ञान खड्गेन योगवित धेरै ठाउँमा आउँछ। ज्ञान खड्गेन भनेको ज्ञान रूपी खड्गले योगवित भनेको योग जान्नेले आफ्नो पशुत्वलाई नाश गर्दछ भनिन्छ। भनेपछि खड्ग भनेको ज्ञानको प्रतीक हो। यी चिजहरूलाई तपाईँले धारण गर्नुहुन्छ भनेको तपाईँमा यस किसिमका शक्ति विद्यमान छन्। तपाईँ स्वयं के हुनुहुन्छ भन्दा तपाईँ स्वयं ज्ञान शक्ति हुनुहुन्छ, तपाईँ स्वयं इच्छा शक्ति ज्ञान शक्ति क्रिया शक्तिको समष्टि स्वरूप हुनुहुन्छ, तपाईँ स्वयं कर्म शक्ति हुनुहुन्छ, तपाईँ स्वयं गति शक्ति हुनुहुन्छ, तपाईँ स्वयं नाद शक्ति हुनुहुन्छ हैन, तपाईँ स्वयं अब कुनै चिज त्यो भेदन गर्ने भ्रमात्मक अब त्यो एउटा शक्ति पनि तपाईँ हुनुहुन्छ इत्यादि सबै नै तपाईँ हो। त्यसै गरी सौम्य सौम्यतरा शेष सौम्य व्यस्वती सुन्दरी, तपाईँ नै सौम्य पनि हुनुहुन्छ, सौम्यतर सौम्य भन्दा पनि अति सौम्य शान्त पनि तपाईँ हुनुहुन्छ, सौम्य व्यस्तु अति सुन्दरी हैन, अनि यो सौम्य तर अशेष सौम्य व्यस भने अशेष सौम्य भनेको अत्यन्त सबै प्रकारको शान्तमा पनि तपाईँ अति सुन्दरी अत्यन्त सुन्दर अत्यन्त सौम्य पनि तपाईँ हुनुहुन्छ। परा पराणाम परमा त्वमेव परमेश्वरी, तपाईँ नै परा परा, परा परामा पनि परम भनेको श्रेष्ठमा पनि अझ श्रेष्ठ, श्रेष्ठ श्रेष्ठतर श्रेष्ठतम सुपरलेटिभ डिग्रीको भनौँ न हैन, सबैभन्दा श्रेष्ठ सबैभन्दा परम सबैभन्दा सर्वोच्च तपाईँ नै हुनुहुन्छ। त्वमेव परमेश्वरी, तपाईँ नै परम ईश्वरी पनि हुनुहुन्छ, तपाईँ नै सबैभन्दा श्रेष्ठ ईश्वरी सबै हैन पनि तपाईँ हुनुहुन्छ। यच्च किञ्चित् क्वचित् वस्तु सद सद वा खिलात्मिके तस्य सर्वस्य या शक्ति सा त्वं किं स्तूयसे तदा। अब यच्च किञ्चित् क्वचित् वस्तु, यो संसारमा जे जति हैन वस्तु छ, जे जति पदार्थ छन्, सद असद वा अखिलात्मिके, चाहे त्यो सत्स्वरूप होस् अथवा चाहे त्यो असत स्वरूप होस् हैन। सत भनेको रियल रियल स्वरूप, असत भनेको चाहिँ अब अनरियल अथवा असत स्वरूप, चाहे सत स्वरूप होस् चाहे असत स्वरूप होस्, त्यो सम्पूर्ण अखिल स्वरूप भनेको सबै नै तपाईँ हुनुहुन्छ, सम्पूर्ण स्वरूप हुनुहुन्छ, तपाईँ सर्वस्वरूप हुनुहुन्छ। तस्य सर्वस्य या शक्ति सा त्वं किं स्तूयसे तदा। अब ती सबैको भनेको सारा चराचर जगतमा जति जे जस्तो छ ती सबैको शक्ति स्वयं तपाईँ हुनुहुन्छ भने यस्तो तपाईँलाई सा त्वं यस्ती तपाईँलाई किम स्तूयसे तदा भने अब त्यस्तो अवस्था कि तपाईँलाई किम स्तूयसे, तपाईँलाई मैले के भनेर स्तुति गर्न सक्छु र, जे भने पनि हैन सबै नै तपाईँ हुनुहुन्छ भने मैले तपाईँलाई के भनेर स्तुति गरौँ। यसरी चाहिँ उनले स्तुति गरिरहेका छन्।
अब यो स्तुति चाहिँ सिद्धयाम है, अलिकति प्रसङ्ग छ। यया त्वया जगत् स्रष्टा जगत् पात्यत्यो जगत् सोऽपि निन्द्रा वसंनीतः कस्त्वां स्तोतुमिहेश्वर। यया त्वया जगत् स्रष्टा जगत् पात्यत्यो जगत्, यया भनेको जसका माध्यमबाट, त्वया तपाईले, तपाईद्वारा, तपाईले जसको माध्यमबाट हैन, जगत स्रष्टा जगत पात्यत्यो जगत, जगत स्रष्टा जगतलाई सृजना गर्ने, जगतको स्रष्टा, जगत पाती जसले जगतलाई पालना गर्दछ, अनि अति भनेको जसले जगतलाई खान्छ भनेको मतलब जगतले जसलाई संहार गर्दछ हैन। यह जगत अति जसले जगतलाई खान्छ भनेको अर्थ जसले जगतलाई संहार गर्दछ, जसले जगतलाई पाती रक्षा गर्दछ, जो जगतको स्रष्टा हो, त्यस्तो भगवान विष्णुलाई तपाईले के गर्नु भएको छ? सोपि निन्द्रा वसंनीतः, तपाईको भनौँ, तपाईको भनौँ त्यो त्यस्ता भगवान विष्णु पनि आज चाहिँ त्वया निन्द्रा वसंनीतः, तपाईद्वारा निन्द्राको वशमा हुनुहुन्छ हैन। जसले यो सारा जगतलाई सृजना गर्दछ, जगतलाई पालना गर्दछ, जगतलाई संहार गर्दछ, त्यस्तो सृष्टि स्थिति र संहार गर्ने, त्यस्तो जगतका स्रष्टा, पालनकर्ता र स्थितिकर्ता, संहारकर्ता भगवान विष्णु त तपाईद्वारा आज निन्द्राको वशमा पर्नु भएको छ भने कस्त्वाम स्तोतुमिहेश्वर हैन, कहस्त्वाम स्तोतुमिहेश्वर। अब तपाईलाई कह, कसले चाहिँ स्तोतुम, अब कसले चाहिँ स्तोतुम ईश्वर भनेको कसले तपाईलाई स्तुति गर्न समर्थ होला र? यो सारा जगतलाई सृष्टि गर्ने, स्थिति गर्ने, संहार गर्ने भगवान विष्णु त आज तपाईद्वारा निन्द्राको वशमा पर्नु भएको छ। उहाँ त यसरी चाहिँ योग निद्रामा चाहिँ मस्त सुतिरहनु भएको छ, तपाईले उहाँलाई त निन्द्रामा पादिनु भएको छ भने त्यस्ता तपाईलाई कसले स्तुति गर्न सक्छ र? मैले के स्तुति गरौँ भनेर ब्रह्माजीले भन्दैछन्। विष्णु शरीर ग्रहण महमीशान एव च कारितास्ते यतो तस्त्वाम कस्तो तुम शक्तिमान भवेत। किन भन्दाखेरिमा विष्णु शरीर ग्रहण महमीशान एव च कारितास्ते, के कारिता भनेको तपाईले चाहिँ भगवान विष्णुलाई शरीर ग्रहणम, अहम हेर्नुहोस् है, विष्णु हुँ, विष्णुलाई, अहम मलाई भनेको म ब्रह्माजीलाई, अनि ईशानम, ईशान भनेको शङ्करलाई, ते भनेको तपाईले शरीर ग्रहणम शरीर धारण, कारिता भनेको तपाईले भगवान विष्णुलाई, अहम भनेको म ब्रह्माजीलाई, अनि ईशान भनेको ईशान महेश्वरलाई, शिवजीलाई शरीर ग्रहणम कारिता शरीर धारण गराउनु भयो भनेको तपाईले नै उत्पन्न गर्नुभयो। अब शरीर धारण गराउनु पर्छ यहाँ चाहिँ, त्यो तपाईँ त्यस्तो महामाया, त्यस्तो परमेश्वरी हुनुहुन्छ जसले म ब्रह्मा अनि विष्णु र ईशान शिवलाई नै तपाईले नै उत्पन्न गर्नुभयो, अथवा तपाईले शरीर ग्रहण गराउनु भयो। तपाईकै प्रेरणाले हामीले शरीर धारण गरिरहेका छौँ भने कस्त्वाम स्तोतु शक्तिमान भवेत। कह स्त्वाम स्तोतुम, को व्यक्ति चाहिँ त्वाम भनेको तपाईलाई स्तोतुम स्तुति गर्न शक्तिमान भवेत, कसले सक्ला र हैन। त्यस्तै तपाईँ जसले ब्रह्मा विष्णु महेश तीनैजनालाई उत्पन्न गर्नुभयो, उनी तपाईँकै कृपाले तिनीहरूले चाहिँ हामीहरूले चाहिँ आज शरीर धारण गरिरहेका छौँ भने अब तपाईँ त्यस्तै तपाईँलाई स्तुति गर्न पनि को समर्थ छ र? अर्थ त्यो सा त्वमित्थम प्रभावै स्वै रुदारैर्देवी संस्तुता मोहयैतौ दुराधर्षा वसुरौ मधुकैतवौ प्रबोधम च जगत स्वामी नियताम अच्युतो लघु बोधस्य क्रियताम वस्यौ हन्तुमेतौ महासुरौ। त्यसैले त्वम इत्थम प्रभावै स्वहि रुदारैर्देवी संस्तुता, अब तिमी चाहिँ तपाईँ हे भगवती तपाईँ यस्तो इत्थम स्वहि उदारैः प्रभावैः संस्तुता, तपाईँ यस्तो उदार प्रभावहरूद्वारा चाहिँ
स्तुति गरिनुहुन्छ भनेको मैले यसरी तपाईँलाई प्रशंसा गरेँ, यस किसिमका तपाईँको उदार भनेको तपाईँको यो महत्तालाई मैले यसरी बखान गरेँ। अब यस्तै तपाईँ चाहिँ जाग्नुहोस्। मोह यैतौ दुराधर्षा बसुरौ मधुकैटभौ। अब एतौ भनेको मोह एतौ यी एतौ दुराधर्षौ असुरौ मधुकैटभौ। यी दुई जो असुर हुन्, कस्ता असुर त भन्दाखेरिमा दुराधर्षौ भनेको महाबलशाली, ज्यादै बलिया यी मधु र कैटभ। अब यो वास्तवमा मधु र कैटभ दुवै बलिया छन् भनेको अर्थ त्यो सुकृत र दुष्कृत, यो काम गर्ने विधि रूप कर्म र निषेध रूप कर्म यी दुवै बलशाली छन्। यो दुवै बलशाली यी असुरहरूलाई चाहिँ तपाईँ के गर्नुहोस् त मोहित बनाइदिनुहोस् भनेको मतलब यिनीहरूलाई निस्तेज गराइदिनुहोस्। अनि प्रबोधम च जगत स्वामी नियताम अच्युतो लघु। लघु भनेको चाहिँ तुरन्तै हे भगवती तपाईँ चाहिँ जगत स्वामी अच्युत प्रबोधम नियताम, तपाईँले चाहिँ अब लघु भनेको शीघ्र छिटो नै तत्काल है एडभान्स तपाईँ तुरन्तै अच्युत भनेको भगवान विष्णुलाई चाहिँ प्रबोधम नियताम जगाइदिनुहोस्। मधु र कैटभलाई चाहिँ मोहित बनाइदिनुहोस्, यिनीहरूलाई निस्तेज गराइदिनुहोस् र भगवान विष्णुलाई जगाइदिनुहोस्। बोधस्स क्रियतामस्य हन्तुमेतौ महासुरौ। अनि यी दुई एतौ महासुरौ, यी दुई जो महाअसुर हुन् हैन, यिनीहरूलाई के गर्नुहोस् त भन्दाखेरिमा हन्तुम बोधः क्रियताम भनेको यिनीहरूलाई मार्नका लागि के गरिदिनुहोस् भन्दा बोधः क्रियताम भगवान विष्णुलाई जगाइदिनुहोस्। जगाएर मात्रै भएन, एतौ हन्तुम एतौ महाअसुरौ हन्तुम यी दुई महाअसुरलाई मार्नका लागि बोधस्स क्रियताम भनेको उनीहरूले त्यो भगवान विष्णुलाई जगाइदिएर यी दुईटा असुरलाई मार्नका लागि बोध भनेको बुद्धि पनि दिनुहोस् अथवा ज्ञान पनि दिनुहोस्, यिनीहरूलाई मैले मार्नुपर्छ भन्ने पनि भगवान विष्णुको उसमा पारिदिनुहोस्। किनभने सबै कुरा तपाईँ हो, तपाईँले नै पारिदिनु पर्यो भनेर यहाँ ब्रह्माजीले यसरी स्तुति गरे। किन भन्दाखेरिमा यी असुर भनेको को हुन् त भन्दा भगवान विष्णुका श्रुति, विष्णुको श्रुति परम्पराबाट आएका सुकृत र दुष्कृत रूप ती असुर भएका हुनाले अब त्यसलाई नष्ट गर्ने पनि को भन्दा विष्णु हो। तर त्यो नष्ट गर्ने प्रेरणा कसले दिन्छ भन्दाखेरि महामाया भगवतीले दिनुहुन्छ। त्यसैले विष्णुलाई जगाइदिनुहोस्। अनि जगाइदिसकेपछि यी सुकृत र दुष्कृत कर्मलाई मार्नका लागि भनेको त्यो सुकृत र दुष्कृत रूप कर्मलाई अब निष्काम भनौँ न, त्यो कर्मलाई निष्काम अथवा भावमा परिणत गर्नका लागि अथवा त्यसबाट प्राप्त हुने भोग रूप असुर जुन हो त्यसलाई समन गर्नका लागि पनि भगवान विष्णुलाई त्यो बोध गराइदिनुहोस् भनेर यहाँसम्म ब्रह्माजीले भनेको प्रसङ्ग सिद्धियो। अब यसपछि हामी अर्को दिन चाहिँ फेरि अब ऋषिको प्रसङ्ग आएर भनेपछि अब आजको प्रसङ्गमा चाहिँ के देख्यो भन्दाखेरिमा पहिला राजाले ऋषिलाई सोधे। पहिला किन त्योभन्दा अघिल्लो प्रसङ्गमा नै यो सबै गराउने यो सारा संसारमा जुन ज्ञानीलाई पनि ज्ञानीको चित्तमा पनि मोह भरिदिने अनि त्यसरी मोहित भएका व्यक्तिहरूमा फेरि ज्ञान प्रदान गरेर उनीहरूलाई जगाइदिने अथवा मुक्तिका लागि चाहिँ अधिकारी बनाउने यो सबै यो जुन प्रपञ्च छ यो सबै लीला छ त्यो सबै भगवती महामायाले नै गर्नुहुन्छ भनेर भनिएको थियो। त्यसपछि राजाले सोधे अब को हुन् त ती महामाया, उनको कर्म के हो, उनी कसरी उत्पन्न भइन् इत्यादि प्रश्न गरेका छन्। त्यसको उत्तरमा चाहिँ ऋषिले के भने भन्दाखेरिमा तिनी यो सारा जगतको सृष्टि संहार स्थिति गर्ने तिनी भगवती हुन्। तिनी कसरी उत्पन्न भए अनि त्यसको उनको कर्म के हो भन्दा उनको चाहिँ कर्म भनेको देवताहरूको आविर्भाव, देवताहरूको कार्यसिद्धि हो इत्यादि प्रसङ्ग त्यहाँ आयो। अब यहाँ देवता भनेको हैन मधु कैटभ यी सबै प्रतीकात्मक रहन्। देवता पनि हामीभित्रै छ, असुर पनि हामीभित्रै छ। त्यसैले त्यो मधु कैटभ भनेको सुकृत दुष्कृत हो
सत्कर्म, राम्रो कर्म या नराम्रो कर्म, त्यो सुकृत र दुष्कृत दुवै नै के हो भन्दा मोक्षका लागि चाहिँ सुकृत या दुष्कृत दुवै नै बाधक हुन्छ। किनभने जबसम्म हामी कर्ममा जबसम्म सकाम भाव रहन्छ, कामनाको भाव रहन्छ, तबसम्म त्यो के हुन्छ भन्दा मोक्षका लागि त्यो बाधक हुन्छ। तपाईले पुण्य कर्म गर्नुभयो अथवा स्वर्ग प्राप्तिको चाहनाले कर्म गर्नुभयो, त्यसबाट पुण्य भयो, स्वर्ग प्राप्त भयो, त्यो स्वर्ग पनि सधैँको लागि रहँदैन, फेरि जन्म लिनुपर्छ। दुष्कर्म गरियो, त्यो भोग्नलाई फेरि नरक रूपी दुःखको लोकमा जानुपर्छ। त्यसैले सुकृत र दुष्कृत दुवै के हुन् भन्दा बाधक हुन् मोक्षका लागि। त्यसैले कर्म सन्यासको अर्थ कर्म त्याग्ने भन्ने होइन, कर्म कसरी गर्ने भन्ने कुरा हो। किन कर्म त त्याग्न सकिँदैन। गीताले के भन्छ भन्दा नहि कश्चित क्षणमपि जातु तिष्ठत्य कर्मकृत, कर्म नगरे त मान्छे बस्नै सक्दैन। तर कर्म कसरी गर्ने त भन्दा निष्काम भावले गर्ने। त्यो कर्ममा कामना, मैले यो कर्मबाट मलाई यो फल प्राप्त होस् भन्ने कामना चाहिँ नराखिकन त्यो कर्मलाई केवल कर्तव्य सम्झेर गर्ने। जब हामी कामना राखेर गर्छौँ त्यसले पुण्य या पाप सृजना गर्छ, र पुण्य या पाप सृजना भएपछि त्यसले तदनुरूपको भोगका लागि फेरि तत्त लोकमा चाहिँ जन्म लिने बनाउँछ। भनेपछि त्यो चक्र चाहिँ संसारको जन्म चक्र चलिरहन्छ। त्यसैले गीताले के भन्यो भन्दा बुद्धियुक्तो जहातिह उभे सुकृत दुष्कृते, बुद्धिमान व्यक्तिले सुकृत या दुष्कृत दुवै कर्मलाई त्याग्नुपर्छ। त्याग्नुपर्छ भनेको यहाँ त्याग्नुको अर्थ कर्म नगरिकन चुपचाप बस्ने भन्ने होइन, त्यो त सम्भवै छैन हैन। कर्म त्यागको अर्थ के भन्दा कर्ममा जुन एउटा फलभोगको अभिलाषा हो त्यसलाई त्याग्ने भनेको मैले यो कर्म गरे बापत मलाई यो फल प्राप्त होस् भन्ने कामना नराखिकन कर्म गर्नु चाहिँ कर्मको त्याग हो वास्तवमा भन्ने गीताको प्रसङ्ग आउँछ। यहाँ गीताको व्याख्या त्यस किसिमको व्याख्याहरू पढ्नु भने थाहा भइहाल्छ। यसरी चाहिँ त्यो मधु र कैटभ भनेका त्यो विष्णुद्वारा, विष्णु भनेको ज्ञान परम्पराका जुन प्रथम आदि गुरु हुन्, उनीबाट जुन ज्ञानको परम्परा एउटा भनौँ न त्रिगुण भनौँ न, वेदले दिने भनेको विधि र निषेध रूप जुन कर्मको शिक्षा हो, त्यसबाट चाहिँ पुण्य र पाप रूप कर्म प्राप्त हुन्छ। त्यसको फलभोगका लागि विभिन्न संसारमा चाहिँ जानुपर्ने हुन्छ। त्यसैले त्यो मधु र कैटभ, मधु मिठो, सुकृत, कैटभ कीटवत किरा जस्तो भनेको अब त्यो अलि हे कर्म, त्यो चाहिँ कैटभ त्यो चाहिँ दुष्कृत, यो दुवैले चाहिँ के गर्छ भन्दा जब कर्ममा लिप्सा हुन्छ, कर्मबाट चाहिँ फलभोगको अभिलाषा हुन्छ, त्यसपछि त्यो कर्म मधु र कैटभ बन्छ र त्यसले चाहिँ ब्रह्मा भनेको अब हरेक व्यक्ति ब्रह्मा किन हो भन्दा हरेक व्यक्ति त्यो सर्जक हो, कुनै न कुनैको सृजना गरिरहेको हुन्छ। तर त्यो सृजनामा अहम भाव मैले गरेको हुँ, हुन त के हो भन्दा कर्ता त ऊ होइन, तर अहङ्कार विगुण आत्मा कर्ता हम यदि मन्यते, प्रकृतिले गरिरहेको छ। प्रकृतिको स्वाभाविक प्रकृतिबाट भएको कर्मलाई पनि मैले गरेको हुँ भन्ने जुन अहम भाव छ, त्यो अहम भाव नै के हो भन्दाखेरिमा त्यो सुकृत र दुष्कृत कर्मको चाहिँ परिणाम हो। त्यसैले त्यसलाई त्याग्नुपर्छ भनियो। त्यो त्याग्ने भनेको चाहिँ अब त्यो कसरी त्यागिन्छ, त्यो कसरी त्याग्न सक्छ भन्दा त्यो पनि फेरि भगवतीकै अनुग्रहबाट मात्रै सम्भव छ। त्यसै भनेर अब भगवतीलाई प्रसन्न बनाउने ब्रह्माजीले यसरी प्रसन्न बनाए भनेर त्यहाँ प्रसङ्ग ल्याइयो। अब त्यो क्रममा ती भगवती जो महामाया हुन् तिनै सबै हुन्, त्यो तिनको अतिरिक्त केही पनि छैन भन्ने यी सबै दृष्टान्तहरूद्वारा यहाँ आयो। र यस प्रकारले ब्रह्माजीले ती भगवती योगिनेन्द्रलाई चाहिँ प्रसन्न बनाइन् र के भने अन्तिममा के भने बनाए र के भने भन्दाखेरिमा हे भगवती, हे महामाया, तपाईँ चाहिँ विष्णुलाई जागृत गरिदिनुहोस् र यी विष्णुलाई यी मधु र कैटभ अथवा सुकृत र दुष्कृत कर्मलाई नाश गर्ने अथवा सुकृत र दुष्कृत कर्म जुन हो, कर्म नाश भनेको सुकृत र दुष्कृत कर्म प्रतिको मेरो जुन हेय र उपादेय भाव हो, अथवा यो चिज चाहिँ राम्रो या नराम्रो भन्ने जुन भाव हो, त्यो भावलाई हटाएर कर्म प्रति निरपेक्ष भाव, निष्काम भाव पैदा गरिदिने एउटा त्यो खालको चाहिँ मभित्र त्यो ज्ञान, त्यस किसिमको जागरण चाहिँ पैदा गरिदिनुहोस् भनेर
ब्रह्माजीले भनेको प्रसङ्ग यहाँ आयो। अब यसपछि प्रसङ्ग हामी अर्को बिहिबार पुनः चर्चा गरौँला। आजलाई चाहिँ यति नै, धन्यवाद। ल अब गुरु एकदम प्रणाम। यस्तो रमाइलो भयो, यति सिक्यो। तर त्यो गुरु एउटा अन्तिममा सानो हजुरले त्यो त्यो स्पेसली त्यो बलि वा कुष्माण्ड बलिमा पनि आउँछ त्यो मोक्ष कामाय धीमहि भन्छ नि, त्यो सङ्कल्प गर्दाखेरि पशु गायत्रीमा आउँछ त्यो त्यो मोक्ष कामाय धीमहि भनेको मोक्षको पनि कामना गरेको त्यहाँ सुनियो। त्यो र यसलाई कसरी रिकन्साइल गर्ने? वास्तवमा हुन चाहिँ के भनिन्छ भन्दा जस्तो अब मोक्षको पनि वास्तव कामना भनेपछि त मोक्षको पनि नहुनु पर्ने हो होइन। तर अब मोक्षको कामना अब प्रवृत्ति जबसम्म प्रवृत्ति रहन्छ तबसम्म केही न केही कामना त रहि नै हाल्छ होइन। किनभने जस्तो तपाईँ भनौँ न मोक्षको लागि प्रवृत्त हुनु भनेको पनि प्रवृत्त गराउने त आखिर रजोगुण हो नि त, रजोगुणकै स्वभाव हो प्रवृत्त गराउने। त्यसैले प्रारम्भिक अवस्थामा त्यो कामना अथवा रजोगुण रहन्छ। तर त्यो बिस्तारै अब भनौँ न त्यो क्षीण हुँदै सुरुको अवस्थामा त नभई हुँदैन, त्यो सम्भवै छैन। किनभने हामी केही कुरामा प्रवृत्त हुनका लागि त रजोगुण चाहिन्छ। रजोगुण नभइकन त प्रवृत्तै हुँदैन, किन स्वभावै त्यही हो। किन तमोगुणको स्वभाव हुन्छ मोहित गर्ने, रजोगुणको स्वभाव हुन्छ प्रवृत्त गराउने। कुनै काम मान्छेलाई कुनै काममा लगाउने भनेको रजोगुणले हो। अनि सत्वगुणको स्वभाव हुन्छ प्रकाश, त्यो ज्ञान प्रदान गर्ने। भनेपछि जस्तो भनौँ न मलाई सांसारिक विषय भोगको कुनै कामना छैन, मलाई मोक्ष भए हुन्छ भनेर त्यो मोक्षका प्रति पनि एक प्रकारको जुन कामना हो नि, त्यो कामना प्रारम्भिक अवस्थामा चाहिँ हुन्छ। तर सायद है अब त्यो किनभने त्यो अनुसारमा हामी नपुगेको हुनाले अब भन्न सकिँदैन। अब तर अन्तिममा त्यो भावना पनि नरहने चाहिँ अवस्था आउँछ होला, मैले चाहिँ अहिले चाहिँ भन्न सकेँ। अनि त्यो हामीले त्यो उसमा त्यो कुष्माण्ड बलिमा पनि सङ्कल्प लिँदाखेरि पशुपाशाय विद्महे मोक्ष कामाय धीमहि तन्नो पशु प्रचोदयात् भन्छ। मोक्ष कामाय धीमहि भनेपछि त होइन, तर त्यो चाहिँ ऊ हो नि त, फेरि त्यो चाहिँ पशु गायत्री हो होइन। हजुर, त्यो प्रसङ्गमा चाहिँ त्यो चाहिँ पशुलाई मोक्ष दिलाउने कामनाले गरिएको उसलाई सुनाइएको हो। जस्तो के भन्दा जुन पशु बलि दिइन्छ त्यो पशु बलि के का लागि त भन्दा पशुले त आफैले कर्म गरेर अथवा भनौँ आफूले त्यो ज्ञानद्वारा मोक्ष हुन सक्दैन। भनेपछि उसलाई मोक्ष गराउने कसरी त भन्दा उसलाई मोक्ष गराइदिँदा मान्छेले पर्यो। भनेपछि देवीलाई समर्पण गराएर उसलाई मोक्ष दिलाउने। त्यसैले पशुको मोक्षका लागि नै यो पशुको मोक्षको लागि म तपाईँलाई बलि दिँदैछु भनेर उसलाई गायत्री सुनाएर अनि त्यस किसिमले उसमा त्यो बोध गराइन्छ भन्ने त्यो पशु गायत्रीको प्रसङ्ग हो। पशुलाई मोक्ष दिलाउने कामना हो, आफूलाई होइन त्यो चाहिँ। प्रणाम गुरु। हजुर प्रणाम। केही छ प्रकाशजी? धेरैजना त छोडिसक्नु भयो जस्तो छ अहिलेसम्म। धेरै छोड्नु जस्तो। गुरुलाई शुभरात्रि। त्यसो भए हस् गुरु, शुभरात्रि हजुरलाई। थ्याङ्क यू गुरु। थ्याङ्क यू। ल हामी अर्को सोमबार भेट्नु, बुधबार बिहिबार। हस् ल।